एकैजनाले प्रतिनिधित्व गर्नु। पूर्णलाई हार्दिक स्वागत गर्दै म कार्यक्रमलाई अगाडि बढाउने अनुमति चाहन्छु। यस अभियानलाई अझै अगाडि बढाउँछु। वर्ष 2013 भरि यो पोखरा जेसिसको रथ थाक्न आउनुभएका हामीलाई वर्ष 2009 मा मेरो जेसिस प्रवेश, मलाई जेसिसमा प्रवेश गराउनु हुने म वर्ष 2009 का पोखरा जेसिसका अध्यक्ष आदरणीय जेसी विश्वेश्वर आचार्यज्यूलाई आसन ग्रहणका लागि म आग्रह गर्न चाहन्छु। र PR फाउन्डेसन बाट पाल्नुभएका प्रोफेसनल ट्रेनर, आजका प्रमुख आमन्त्रित व्यक्तित्व एवं प्रमुख प्रशिक्षक रमन नेपाली सरलाई म आग्रहका लागि आग्रह गर्न चाहन्छु। र विलोपूर्णलाई यस प्रेक्षालयमा स्वागत गर्नका लागि म आमन्त्रण गर्न चाहन्छु व्यक्तिगत विकास क्षेत्र पोखरा जेसिस वर्ष 2013 का जेसी देवराज शर्मालाई। आजको लोन अफिसर्स ट्रेनिङका प्रोग्राम सञ्चालकज्यू, आमन्त्रित व्यक्तित्वज्यूहरू र आजको यस लोन अफिसर्स ट्रेनिङमा सहभागी हुन आउनुभएका सम्पूर्ण जेसिसका पदाधिकारी ज्यूहरू प्रति म सर्वप्रथम त पोखरा जेसिसको तर्फबाट सबै भनौँ उत्कृष्ट ट्रेनिङ मलाई अनुभूति भइरहेको छ। उहाँसँग मैले ट्रेनिङ अहिलेसम्म लिएको त छैन। एउटा चाहिँ उत्साह र उमङ्गले हामी सम्पूर्ण सहभागी साथीहरू यहाँ उपस्थित छौँ। पक्कै पनि हाम्रो यो अहिलेको यो कौतूहलता 100% फुलफिल हुनेछ र म अझ पनि के अपेक्षा छ 100% नभइकन 101% हुनेछ त्यो अपेक्षा गरौँ। र सम्पूर्ण अतिथिज्यू हाम्रो ट्रेनर्स हुनुहुन्छ, ट्रेनर्सज्यू, म आजको यस अफिसर्स ट्रेनिङ हलमा स्वागतम सुस्वागतमको शब्दले स्वागत गर्न चाहन्छु। धन्यवाद। जय जेसिस। बेहुलोले बेहुलीलाई भन्यो, प्रिय आज पाहुनाहरू गइसकेपछि आज हाम्रो स्वागतको दिन हो। आज मैले तिमीलाई विशेष कुरा देखाउनु छ। बेहुली पनि उत्सुक भई र त्यसपछि अचम्मित पनि भई, ओहो बिहा गरेपछि के नहुन्छ भन्थे, आजबाट पतिदेवले चाहिँ अब सुरुवात गर्न लाग्नुभयो भनेर बेहुली साह्रै उत्सुक पनि भई। 11 बजेतिर पाहुनाहरू खाना खाइसकेर घरतिर लाग्नुभयो। बेहुला बेहुली दुवैजना थाकेका थिए। बेहुलो कोठामा आयो। बेहुली बिस्तारामा पल्टिन लाग्दै हुनुहुन्थ्यो। प्रिय बत्ती निभाउँ भनेर बेहुलोले भन्यो। बेहुलीले हुन्छ हजुर, डिम लाइट सुद्धा निभाउनु भयो हुन्छ। जाडो महिना छँदै थियो। त्यसपछि दुवैजना सिरकभित्र छिरे, अँध्यारो छायो र बेहुलोले फेरि भन्यो, तिमीलाई देखाउँछु भनेको कुरा म देखाउँछु अब भन्यो। बेहुली फेरि एकचोटिलाई उत्साहित भए। 11:15 बजेको जति समय थियो। बेहुलोले आफ्नो नारीमा लगाएको डिजिटल घडी देखाए, जहाँ बत्ती पनि बल्थ्यो र रातिको समय पनि हेर्न मिल्थ्यो। उसले त्यो समय घडी देखाएर बेहुलीलाई भन्यो, यही हो ससुराले दिनुभएको, म तिमीलाई दिउँसोदेखि देखाउँछु भनेको कुरा यही हो। अरू खास केही छैन। आज धेरै थाक्यो, स्वागत पछि मनाउला, समय छैन, आज सुतौँ भनेर दुवैजना सुत्यो। अब यहाँ कहिलेकाहीँ फिल कम्फर्टेबल गरिएन भने फिल कम्फर्टेबल हुँदैन। तपाईँहरूलाई यसमा के जानकारी गराएको भने तपाईँहरूलाई धेरै उत्साह होला, आज रमन नेपालीले के गराउँछ, जिन्दगीमा नसिकेको कुरा सिकेला भन्ने। यो बेहुलीले आशा गरे अनुसारको नहोस् फेरि तपाईँहरूलाई। बेहुलीले अब आज के नै हेर्न पाइने हो भनेर आशा गरेकी थिइन्, तर त्यही आलु घडी देखाएर सुत्यो सोल्टी होइन। अब हाम्रोमा पनि तपाईँमा त्यस्तो नहोस्। तपाईँलाई के निवेदन गर्दछु भने आशा राख्नु भएन भने तपाईँले धेरै कुरा प्राप्त गर्नुहुन्छ, तर जिन्दगीका यत्रा वर्षहरूमा हामीले आशा राख्दा केही पनि पाएका छैनौँ र यता धेरै तालिमहरू लिँदाखेरि केही पनि नपाएकोमा आज धेरै प्राप्त गर्छु भन्ने चाहनाले तपाईँलाई र मलाई पनि अप्ठ्यारोमा पार्न सक्छ। यो ठट्टोली मात्र थियो अघि। समय 3 बजेसम्म हामी यहाँ रहन्छौँ भनेको छ। कमसेकम 3 बज्न 3 मिनट बाँकी हुँदा यो हल खाली गर्दै हामी जाउँ, बरु तलै गएर खाउँला, अरू कुराहरू इन्फर्मल्ली गरौँला, सबैलाई सजिलो बनाइदिउँ ल। आजको तालिम न्यू व्यू र भिजन नेक्स्टको थोरै कुराकानी राख्नुभन्दा अगाडि म तपाईँलाई नेपालको एउटा भिजुअल देखाउँछु। तपाईँले मलाई बताउनु पर्ने कुरा के छ भने तपाईँलाई यो भिजुअलमा सबभन्दा वाउ के लाग्यो, यो भिजुअलमा तपाईँले मलाई त्यो कुरा बताइदिनुपर्छ। हजुरहरू तयार हुनुहुन्छ? यो मस्तिष्कको 43वटा कोशिकाहरू खोल्नको लागि चाहिँ एउटा सानो एक्सर्साइज छ। त्यो एक्सर्साइजलाई हामी तालीबाट पनि कहिलेकाहीँ गर्न सक्दछौँ। कहिलेकाहीँ तालीबाट चाहिँ हामीले मस्तिष्कको कोशिकाहरूलाई तन्काउने हो भने हातलाई यसरी सँगै राखौँ हजुर, र 7 and yes क्ल्याप भनेर भन्छौँ हामीहरूलाई।
7 and S क्लाप भन्छौँ। अब यसलाई हामी पहिला 2 चोटि अभ्यास गरौँ, तेस्रो चोटिदेखि कन्फर्म गर्ने है त हजुर। यसलाई चाहिँ पहिला 5 चोटि अनि 2 चोटि अनि त्यसमा ल्याउँदाखेरि चाहिँ यस भनेर तान्नुपर्छ है त, विथ आवाज है त। यसलाई प्र्याक्टिस गरौँ हामी। यस हेर्नुहोस् पहिला 5 अनि 2 अनि त्यसपछि यस है त। यसलाई जोडले थिच्नुपर्छ। यहीँ से 10 औँला से 10 थिचेगा तो एकैचोटिमा 43वटा कोशिका चाहिँ खुलेगा। ओके हियर वी गो। उठेर बसेर सुतेर 3 किसिमबाट गर्न मिल्छ उत्साहका साथमा। एक ल है त। ल मैले तपाईँलाई भिजुअल देखाउँछु, ध्यान दिनु यसमा है त। अप्ठ्यारो ठिकै या नराम्रो लाग्यो भने अर्कोसँग गनगन गर्ने रोग, त्यसलाई हामीले बुझ्ने भाषामा साइड टक पनि भनेर भन्छौँ। पढे लेखेका मान्छेहरूमा त्यो मनोरोग भएको हुनाले तपाईँसँग छ कि छैन विचार गर्नुहोस् र कमसेकम केही ज्ञानलाई त तपाईँसँगै निहित राख्नुहोस्, सेयर नगरिहाल्नुहोस्। यो अहिले भर्खरै देखाएको नेचुरली नेपाल भन्ने भिडियो हो। यो भिडियो यहाँलाई मैले किन देखाएको भने कहिलेकाहीँ देशलाई हामीले गाली गरेर हुन्छौँ, नेतालाई गाली गरिरहेका हुन्छौँ, साथीलाई मान्छेलाई व्यवस्थालाई गाली गरिरहेका हुन्छौँ, तर नेपाल कति सुन्दर र सम्पन्न छ भन्नको लागि मैले तपाईँलाई यो भिजुअल देखाएँ। हजुरहरूले यो भिजुअलमा के राम्रो लाग्यो त्यति मात्र भनिदिनुपर्छ मलाई टक्क टुक्क, अनि म अगाडि बढ्छु। जाओस् हजुर। एउटा देशमा यति धेरै कुरा देखिन्छ, आफ्नै देशमा आजसम्म खाद्य ठिक छ हजुर। ल अरू जाओस् हजुर। प्रकृति र संस्कृतिको समायोजन देखियो। प्रकृति र संस्कृतिको समायोजन देखियो भिजुअलमा होइन हजुर। त्यो पनि धार्मिक सहिष्णुता देखियो, धार्मिक सहिष्णुता पनि देखियो यसमा होइन। अरू त्यस्तै जाओस् हजुर। हजुरहरू सबैले भन्नै पर्छ, कम्पलसरी हो यो त। तालिममा बसेर छौँ हामीहरू। अब हजुरहरूको शब्दलाई दोहोऱ्याउँदैन है, यो बढी हुन्छ फेरि, हजुरहरूले नै बताउनुपर्छ। ल नेपाली जनता भगवान जस्तै छन् भनेर पनि देखियो, विविधता छ भनेर। हजुर अब अध्ययन गर्दाखेरि चाहिँ हातलाई खोल्नुपर्छ है हजुर, त्यति जाडो त छैन भित्र। अब एसी लगाउनु बेर लाउँदिनँ, आगो बाल्छु है हजुर मैले टक्क खोलेर है त अलिकति। हजुर सबै थरीका जनजाति, सबै थरीका विविध कुराहरू देखियो पनि देखियो। यहाँबाट आउँछ सबै कुरा राम्रो देखियो। सबै भन्नाले के हो भने धार्मिक, सांस्कृतिक, प्राकृतिक देखियो। मैले क्यारावानको हिरो देखेँ। हाम्रो प्राकृतिक स्रोतमा अपार धनी रहेछ भने हजुर अनेकतामा एक नेपालमा यति धेरै सौन्दर्यता छ, यति धेरै प्राकृतिक नेपाललाई दिएछ हजुर बोल्नु न। जातिहरूले चाहिँ मनाउने चाडको नाम पारे पनि देश एक संस्कृति अनेक कति बिर्सिन्छ? हजुरसँग कस्तो न विश्व मानचित्रमा हेर्दाखेरि तपाईँको नेपाल सानो छ होइन, हजुर। र त्यहाँभित्रको विविधता धेरै रहेछ भन्ने छ। दामी बिर्सिन्छ सर। देश यति राम्रो हामी किन यति दोषी? हजुर पछाडि श्रमिक भन्नुपर्दा चाहिँ हामीले देशमा टुरिज्म रेभेन्यू कति जेनेरेट गर्न सक्छौँ भन्ने एउटा सम्भावना। हजुर अब आजबाट दुईवटा शब्दहरूमा विशेष गरेर जेसिसको साथीहरू र हामी प्रोफेसनलहरूले व्यक्त गर्दाखेरि ध्यान दिनुपर्ने दुईवटा राइट, दुईवटा कुरा। म यहाँहरूलाई धन्यवाद दिन चाहन्छु होइन कि म धन्यवाद दिन्छु यहाँ भनेर भन्नुपर्छ। जस्तो धन्यवाद दिन्छ। अब हामी सानैदेखि
केही कुराहरू अभ्यास गरेपछि अहिले आएपछि अभ्यास गर्नुपर्ने ठाडो जस्तो लाग्छ हजुर त्यो स्वाभाविक हो बच्चादेखि लाग्छ त्यसमा म आउँछु हजुरले बोलिसक्नु किनभने नाइस कलेक्सन नै मलाई सबभन्दा पहिला मन पर्यो हजुर अनि अर्को भगवानले प्रकृतिलाई पनि हल्का होइन आवाज आफ्नो स्वरलाई सम्झिनुहोस् त हजुर आफ्नो स्वर कस्तो छ आफ्नो स्वरलाई होइन यो स्वर पनि फेरि थरीको हुन्छ कि रिसाउनेसँग एउटा आउँछ मायालुसँग अर्को स्वर आउँछ होइन विद्यार्थीसँग अर्को आउँछ जुनियरसँग अर्को आउँछ हाकिमसँग अर्को आउँछ पैसा दिनेसँग अर्को आउँछ पैसा लिनेसँग अर्को आउँछ खोइ त म्याडम एक्सर्साइज चाहिँ गर्नु नि त ल अब हामीले छोडिदिउँ यसलाई तपाईँहरू यो पोइन्टबाट अनेस्ट हुनुहोस् अलिक बढी अनेस्ट हुनु त हिजो अस्तिदेखि पनि अनेस्ट हुनुहुन्थ्यो आजबाट चाहिँ आफैसँग अनेस्ट हुनुहोस् कतिजनाले चाहिँ हातलाई फुक्नुभयो हात उठाउनुहोस् प्लिज धेरैजनाले थ्याङ्क यू हात उठाउने मध्ये कसैले भनिदिनुहोस् किन फुक्नु भएको भनेर जाओस् विष्णु सर हजुरबाट ह्याबिट बन्यो पहिलादेखि होइन म्याडमले किन फुक्नु ह्याबिट हो सरले किन फुक्नुभयो ह्याबिट हो कसरी किन फुक्नुभयो आमाहरूले त्यो यस्तो गरेपछि घाँटी छोडेपछि अनि पुग्नुपर्छ भन्ने पहिले सिकाउनु थियो त्यही हो पुगेन भने गलगान आउँछ भन्नुभयो यतापट्टि पनि भन्नुहोस् अरू केही छ कि हेर्नुहोस् हजुर बिरालो बाँधेर श्राद्ध गरेको भन्दै आफू पनि त्यही श्राद्ध गर्छ फेरि बिरालो खोज्न हिँडिहाल्यो गाउँतिर होइन बिरालो पाएन भने श्राद्ध नगर्ने हेर्नुहोस् महोदयहरू यो अलरेडी प्रोफेसनल यो अलरेडी अफिसर थाहा छैन बिना पत्तासँग हामी समात्दै पुग्दैछौँ मेरो हजुरआमालाई गलगाँड थियो उहाँको अपरेसन गरेको किनभने त्यो समयमा चाहिँ आयोडिनको कमीले गर्दाखेरि गलगाँड आउने गर्दथ्यो पछिल्लो समयमा आयोडिन लगायतका अरू कुराहरूमा पनि आयोडिन हामी छुट्टै पनि खान पाउँछौँ त्यस पछाडि गलगाँड छैन होइन हजुर यो कुरा तथ्य थाहा पाउँदै पनि सोल्टीहरूले समात्दै दिँदैछ पुक्का सभा सम्मेलनमा बोल्दैछ त्यो पनि दिइरहेछ कहिले यता दिइरा हुन्छ कहिले यता दिइरा हुन्छ फेरि पुगिरा हुन्छ आजबाट हजुरलाई के निवेदन गर्छु भने अब यो कुरा तथ्य थाहा पाइसकेपछि हाम्रो यस्ता गाडी ह्याबिट मिनिमम 20वटाभन्दा बढी हुँदो रहेछ 20वटाभन्दा बढी गाडी ह्याबिट हुँदो रहेछ यस्ता ह्याबिटहरूलाई चाहिँ हामीले रिकगनाइज गर्नुपर्छ आई एम नट टुडे हियर टु रिफ्लेक्ट यु योर गाडी ह्याबिट बट यु नो योर ओन ह्याबिट होइन हजुर अहिले म लेखाउँदा पनि लेखाउँदिनँ तर प्रत्येक दिन विचार गर्नुहोस् आफ्ना त्यस्ता बानी व्यवहारलाई कम नगर्ने हो भने हामी कहीँ पनि जाँदैनौँ 150 समातेर नफुक्नु म पनि फुक्थेँ जुन दिनबाट मलाई थाहा भयो म तालिममा बसेँ र यस मार्फत तपाईँलाई के निवेदन गरेको भने बच्चैदेखि थाहा पाएर थाहा नपाएर कैयौँ बानीहरू लागेका छन् हाम्रा बोलीहरू लागेका छन् व्यवहारहरू लागेका छन् तिनीहरूलाई हामीले रिकगनाइज गरेर काम लाग्ने बानी छन् गठिला बानी छन् अफिसर्स लेभलका बानी छन् नेसनल लेभलका युनिभर्सल लेभलका बानीहरू छन् यस तिनीहरूलाई बाँकी ल्याउने बानी नराम्रो छन् भने तिनीहरूलाई अनेस्टली मुस्कुराहट गरेर फेरि मेरो यस्तो बानी नराम्रो छ साले खत्तमै छु मान्छे त भनेर त्यसो पनि होइन फेरि अनुहार त राम्रो छ तर बानी नै राम्रो छैन के गर्ने भनेर पनि यताउता मिलाएर तर भित्र राम्रो छैन भनेर इट्स नट द्याट वे मेरो यस्तो बानी रहेछ ओ बुढो हुन लागिसकेँ बुढो हुन लागिसकेँ बुढी हुन लागिसकेँ छोराछोरी पनि भइसकेँ गर्लफ्रेन्ड प्रेमिका पनि भइसकेँ तर बानी त मेरो उस्तै रहेछ सानैदेखि लागेको बानी यसलाई चाहिँ मैले छोड्नु पर्दो रहेछ भनेर एउटा बानीलाई तपाईँले एक दिन एक हप्ता अथवा एक महिना ट्रिट गर्नुभयो भने 2 वर्षमा तपाईँका 24वटा बानी जान्छ एक महिनामा मैले चाहिँ मेरा बानीहरूलाई एक हप्तामा छोड्ने प्रयास गरेको र पछिल्लो समयमा केही पत्रकारहरूले मलाई प्रश्न राख्नुभयो तपाईँका खराब आचरणहरू के हुन् भन्दा मैले आफ्नो चाहिँ खराब आचरण मलाई थाहा छैन तपाईँले देख्नुभयो भने मलाई बताइदिनु होला भनेर अलराइट दोस्रो एक्सर्साइजतर्फ अगाडि बढ्न चाहन्छु हजुर आफ्नै स्टान्ड थाहा नपाइ हाम्रो गाडी ह्याबिट हामीले कन्टिन्यू गर्दै लग्न सक्छौँ त्यो 20वटा गाडी ह्याबिट भनिदिनु भने हामी आभारी हुन्छौँ हजुरहरूको गाडी ह्याबिट त्यो त म भनिहाल्छु नि आज त 3 बजीसम्म त म छोड्दैछु 3 बजीसम्म आज छोडिँदैन होइन अर्को पनि भन्नु पर्यो भने पनि पैसा लिएर फुकेको भने मलाई थाहा थिएन यहाँ फोहोर लाग्छ हातमा भनेर फुकेको भन्ने सेन्सले पनि हेऱ्यो वाउ हेर्नुहोस् अफिसर लेभलको मान्छे घाँटीमा मैलो बोकेर हिँड्नु हो It's happened. 2 वर्ष अगाडि मिस नेपाल र फर्स्ट रनर अप हुनुभएका केटी साथीहरूसँग म भेट्दाखेरि मै खान्थेँ गाडामा एक्सचेन्ज गर्थेँ म पनि युरोपतिर पनि पढेर आएको मान्छे हो पछि उहाँहरू मिस नेपाल भइसकेपछि र विज्ञापनमा धेरै खेल्न थालिसकेपछि चाहिँ 4 हात नापेर टाढाबाट साष्टाङ्ग प्रणाम गर्न थालेँ किनभने यत्रो मेकअप हेभी हुन्छ मै खायो भने त्यो मै यसरी खाइन्छ त्यो मेकअप भित्र गयो थुक निल्यो त्यसपछि भुँडीमा जान्छ घर जाँदाखेरि झाडा लागिरहन्छ
अनि मै खानुभयो त नमस्ते लेट्स हेभ अ कफी टुगेदर हेलो भन्यो चट्ट कफी खायो अनि हात पनि नमिलायो मन मिलायो नि टाढेबाट हात हामीलाई त के हुन्छ केटा र नाकबाट सास लिँदाखेरि चाहिँ यो भित्रको अङ्गहरूलाई चाहिँ एक्सर्साइज हुन्छ है त्यस्तो हुन्छ मैले हजुरहरूको यो रिसर्च पनि कसरी थाहा पाएको भने मेरो पनि गर्लफ्रेन्ड भनौँ उसको 4वटा मेजर अपरेसन गर्नु पऱ्यो हुन त हजुरहरूको घर परिवारमा त्यस्ता कुराहरू भएका होला र अलमोस्ट बेबी इम्पोसिबल भनेपछि पछि हामीले अपरेसन गरेर अहिले हाम्रो नानी पनि छ एकजना छोरी पनि छ एन्ड वी आर ह्याभिङ ब्युटिफुल लाइफ विथ दिस एक्सर्साइज मेडिटेसन मेडिकेसन एन्ड यस ह्यापी होइन माथि ल्याएर यसो अलिकति तन्काउने नाकबाट दिइहाल्यो राम्रो राम्रो ह्याबिट आइरहेछ भनेर त्यो गाँडै ह्याबिट चाहिँ बिस्तारै जाओस् मुखबाट है अथवा नाकबाट फेरि एकचोटि है त अब म हजुरहरूलाई हात तल राख्नुहोस् भन्ने बित्तिकै हजुरहरूले हात तल राख्नुहोस् अलिक तन्काउनुहोस् हजुर फेरि एकचोटि सास लिउँ सबैले मलाई देख्नुहुन्छ होइन मेरो हात देख्नुहुन्छ ल अब अरू एकचोटि लिउँ र बिस्तारै तर मैले तपाईँहरू कसैलाई पनि हात तल राख्नुहोस् भनेको छैन अब राखेर काम छैन अब राख्नु अब उठे उठे म तपाईँलाई जानकारी गरौँ आज संसार कस्तो भइसकेको छ भने अर्को मान्छे एउटा रोल मोडल बनाउँदो ट्रेनर बनाउँदो अग्रज बनाउँदो मान्छेले जे गर्यो हामी आँखा चिम्लेर मैले त आँखा चिम्ली नै दिएको थिएँ तपाईँहरूले पनि मेरो आँखा चिम्लेलाई पनि हेरेर आँखामा हेरेर पनि केही पनि छैन भाव भनेपछि उसले जे गर्यो तपाईँ त्यही गर्नु आज हामी संसारभरको धेरै जसो जेसिस नेपालभरको जेसिसहरूले त्यस्तै काम गर्दैछौँ जुन अर्को अग्रज जेसिसले गर्यो हो कि थाहै छैन यसले किन गर्यो त्यस्तो भने यसले त्यस्तो कट किन राख्यो यसले त्यस्तो किन बोल्यो यसले त्यस्तो किन उदाहरण हामीलाई थाहै छैन थाहा पत्तै छैन हजुरलाई यसबाट के निवेदन गरेको भने संसारको कपी नगर्नुहोस् तपाईँको आफ्नो ओरिजिनालिटीलाई विश्वास गर्नुहोस् र विकास पनि गर्नुहोस् अरूले निर्माण गरिसकेको थ्योरी सूत्र जानकारी आइडिया तरिकाले तपाईँलाई सपोर्ट गर्दैन अरूको बनावट नगर्नुहोस् अरूको कपी नगर्नुहोस् भनेको अहिले तपाईँले मलाई ब्लाइन्डली कपी गरेको नमुना हो यो चाहिँ तपाईँलाई भनेको छु मैले अलर्ट गरेर मैले जब हात तल राख्नुहोस् भन्छु त्यसपछि तल राख्नुहोस् छुकी छैन हजुर र तपाईँलाई अल्म ल्याउन त्यो गरेको तान्न ओर्ने त बाहना हो फेरि है बिचमा तपाईँले यो कुराहरूलाई बिचबिचमा बिर्सिनुहुन्छ र फेरि त्यसैमा दोहोरिनुहुन्छ भनेर यो एक्सर्साइज गराएको प्लिज हेभ अ सिट हजुर अब म तपाईँलाई देखाएँ अब म संसारमा मान्छेहरू कसरी गरी खाइरहेछन् कस्ता कस्ता मान्छेहरू के गरी खाइरहेछन् भन्ने एउटा तस्बिर र भिजुअलहरू देखाउँछु एक केटीको नाम थाहा छ तपाईँलाई जेसिका क्रक्सवेनको नाम यिनी जन्मिँदाखेरि हात दुईटा थिएन यिनीले पाइलट बन्ने आशा गरिन् 8 वर्षको उमेरमा बुवाले यिनलाई पाइलट बनाएरै छोडे र 23 वर्षको उमेरमा संसारको हात नभएको पाइलट बन्यो यिनको म भिजुअल पनि देखाउँछु यो फोटोलाई अलिकति म कुदाउन चाहन्छु अहिले र यिनको लास्ट स्लाइडमा चाहिँ ताली बजाउनुपर्छ है हजुर बिचको मान्छेको नाम ल्यान्स आर्मस्ट्रङ एउटा कुरा भन्नै बिर्सेछु मैले जति पनि सामग्रीहरू यहाँ देखाइरहेको छु सङ्गीतहरू बजाइरहेको छु यो तपाईँलाई दिन्छु म नाम सम्झिनु कुनै जरुरी छैन अलराइट अहिलेलाई यो मात्र इन्जोय गरौँ जस्ट डु दिस बिजनेस हियर यो बिचको मान्छेको नाम ल्यान्स आर्मस्ट्रङ हो यिनी 13 वर्षको उमेरमा डक्टर कहाँ जाँदाखेरि तपाईँलाई गुप्ताङ्ग र मस्तिष्कमा सहित 5 ठाउँमा क्यान्सर लागेको छ बाँच्ने सम्भावना कम छ आमालाई धन्यवाद दिने देउतालाई फुल चढाउने र आफ्नो दिन कुन दिन तिमी मर्न सक्छौ भन्ने कुरा निश्चित छैन भनेपछि डक्टरले भनेपछि उनले टुर डे फ्रान्स जहाँ 3200 किलोमिटर साइकल चलाउनु पर्छ त्यसमा भाग लिने विचार गरे एकचोटि जितेरै मर्ने विचार गरे पहिलोचोटि जितेन दोस्रोचोटि जितेन तेस्रोचोटि उनले टुर डे फ्रान्समा गोल्ड मेडल हासिल गरे उनले जित्नै पर्थ्यो किन भनेदेखि ऊ अर्कोचोटि जित्नको लागि बाँच्ने थिए त्यसैले उनले कन्टिन्यू प्रयास गरे र उनले टुर डे फ्रान्सको पहिलोचोटि उपाधि हासिल गरे एकचोटि मात्र होइन 5 चोटि उनले कन्टिन्यू जिते टुर डे फ्रान्स त्यसपछि उनी डक्टरलाई भेट्न गए बिचरा डक्टरको मृत्यु भइसकेको थियो उनी अर्को डक्टर कहाँ गए र डक्टरले भन्दै ल्यान्स तपाईँ कहाँ क्यान्सर बाँकी छैन तपाईँ क्यान्सर मुक्त भइसक्नु भएको छ कस्तो लाग्यो है त्यसपछि उनले क्यान्सर लाग्दा लाग्दा त 5 चोटि जित्यो सोल्टियो अब फेरि ट्राई गरौँ भनेर अरू 2 चोटि जिते सो टोटल उनले 7 चोटि जिते अब अहिले अवस्था कस्तो छ ल्यान्सको भन्दा त्यो 7 चोटि जितेको डोपिङमा परेर खोसिदियो अहिले भर्खर चाहिँ तर संसारभरमा उनले क्यान्सर रोगसँग बाँचिरहेका व्यक्तिहरूको लागि क्यान्सरको अवस्थामा रहेका व्यक्तिहरूको लागि हस्पिटलको निर्माण गर्नुभएको छ तर डोपिङमा चाहिँ त्यो रोगको देखा पर्ने रहेछ त्यस कारणले आई डोन्ट रियली केयर भनेर उनी अगाडि बढिरहेका छन्
He was a Lance Armstrong. उनको जिन्दगीको उद्देश्य भनाइ के छ भने बाँच्दै नबाँच्नु, बाँचेपछि ह्याप्पी टोन र स्माइल टोनमा बाँच्नु भन्ने ले कुरा गर्छौँ। अब आजको विषयसँग म तपाईँहरूलाई अलिकति यहाँनिर केही कुरा राख्न चाहन्छु। किन मैले तपाईँलाई यो स्लाइडहरू देखाइरहेको छु भन्दाखेरि आज हाम्रो विषय न्यू यु र भिजन एक्स छ। जब तपाईँ खुसी हुनुहुन्न नि तपाईँको आफ्नो रेस्पोन्सिबिलिटी तपाईँलाई थाहा हुँदैन, तपाईँले गर्न सक्ने कुरा केही पनि थाहा हुँदैन। जब तपाईँ आफू ह्याप्पी टोनमा हुनुहुन्न तपाईँले धेरै कुराहरू बिर्सनुहुन्छ। तपाईँ विचार गर्नुहोस्, तपाईँ ह्याप्पी टोनमा भएको बेलामा बिर्सेका कुराहरू पनि सम्झना हुन्छ। तपाईँ रिस उठेको बेलामा त्यसपछि तपाईँले सम्झना भएका सजिला सजिला कुराहरू पनि बिर्सिनुहुन्छ। म्याडम बसौँ न, अहिले तपाईँको कुरा हामी गर्दै थियौँ होइन, हामी विषयमा नबकियौँ हजुर। एउटा दृश्य देख्ने बित्तिकै एकजना कहाँ हेरिरहेको छ भने चक्ले हान्दासम्म त्यो सरको अनुहार देखिँदैन, किनभने आफू भावनामा कहाँ लभ गरिरहेछ हो कि होइन, कहाँ सिटी बजाएर कहाँ हात राखेर कहाँ मै खाइरहेको हुन्छ, अनि त्यसपछि अगाडिको केही पनि दृश्य देख्दैन। सो मन र माइन्ड उता गएपछि शरीर त्यहाँबाट केही पनि नाप्दैन। अर्को गाडी हामी है जब भन्ने सोल्टीले चाहिँ यो कम्प्युटर होल सिस्टम बनाइदियो एप्पलको। यो एप्पलको कम्प्युटरमा बसेर उनी सारा कामहरू गर्छन्। आज उनी टाइप गर्दैनन्, उनले आँखाले हेरेको भरमा इसारा गरेको भरमा कम्प्युटरले टाइप गरेर गरिदिने मात्र होइन, त्यसलाई मेसेज बाहिर ल्याएर त्यसपछि अरू पब्लिक मिडियामा पनि ल्याउने कामहरू गर्छन्। अलराइट, इट वाज स्टेफन हकिन्स। खै उहाँलाई हामीले तारिफ ठोकै ठोक। अब यो उमेरका मान्छेहरू कहिलेकाहीँ जेसिसमा हुँदा हुँदा अब त बुढो भइए जस्तो छ भन्छौँ कहिलेकाहीँ हामी, अनि दारू लगाउन चाहिँ रेस्टुरेन्टतिर हानिन्छौँ होइन। 71 वर्षको बुढो अहिले पनि बाँच्न धेरै बाँकी छ भनेर होल बडी नचल्दाखेरि पनि फिट एन्ड फाइन भइरहेको छ। विचार गर्नुहोस् हजुर। यिनको नाम पेन स्विङ हो, चाइना निवासी। गुप्ताङ्ग र खुट्टासहित 5 पिस लरी भन्ने एउटा ठुलो ट्रकले पेलेर लगेको थियो। उनले के भन्छन् भने लरीले पेल्दासम्ममा पनि मेरो गुप्ताङ्ग र खुट्टाको केही टुक्राहरू चाहिँ छटपट 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 गरेर चलिरहेको थियो र मतिर आउन खोजिरहेको थियो। शरीरको भाग यस्तो हुँदो रहेछ, एट्र्याक्सन भनेको यो रहेछ। शरीर छुट्यो, लरीले लगिसक्यो तैपनि मेरो सेन्स छँदै थियो, फ्यात्र 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 गर्दै थियो खुट्टाको केही औँलाहरू मतिर आउनको लागि। आज शहीद दिवस, 4 जना शहीदहरूमध्ये 2टा शहीद, एकजना गङ्गालाल श्रेष्ठ र अर्का धर्मभक्त माथिमा। उनीहरूलाई झुन्डाउनको लागि, विशेष गरेर धर्मभक्त माथिमालाई झुन्डाउनको लागि माथि लगाइएको थियो। उनले शरीरलाई दह्रो गरे र त्यो डोरी चुडियो र उनी भुइँमा पछारियो। पछारिने बित्तिकै उनले 5 चोटि सिटअप र पुसअप गरे। अनि छेउमा बसेको मान्छे जो झुन्डाउन बसेको थियो उहाँ हाँस्यो र उसले प्रश्न गरे, तपाईँ एकैछिनपछि मृत्यु हुँदैछ, तपाईँ चाहिँ सिटअप पुसअप र एक्सर्साइज योगा मेडिटेसन गर्दै हुनुहुन्छ भने। उसले के भन्यो भने भगवान्ले मलाई राजाको पनि जिन गुरु बनाएर पठाउनु भयो। अब मर्ने बेलामा फेरि म ठुस्स परेको मन र ठुस्स परेको अनुहार लिएर जान्छु त, उहाँलाई धन्यवाद दिनको लागि पनि म तयारी अवस्थामा जानु पऱ्यो नि त। सोल्टी भने भाषा सोल्टी थियो कि थिएन थाहा छैन, तर यो चाहिँ ह्याप्पी। अब यसको आध्यात्मिक हिसाबले के हुन्छ भने हामी हिन्दूहरूले के भन्छौँ भनेदेखि, के भन्छन् भनेदेखि, आइम नट हिन्दू, आइम नथिङ बट भनेदेखि र नेगेटिभ माइन्डमा मऱ्यौँ भने अर्को जन्मिनेले पनि दुःख पाउँछ। त्यो हिसाबले हेर्दा तपाईँ र मैले अहिले दुःख पाएको कारण चाहिँ कुन चाहिँ साले पहिलाको जन्ममा पीडित भएर सकिएको थियो, अब त्यसको मैले बोल्नु पर्यो। अब एटलिस्ट अर्कोलाई म पीडित नबनाउनुको लागि चाहिँ म मर्दाखेरि ठिकै छ यो होसमा मर्नु भन्छ नि। फेरि ढलेपछि उनलाई फेरि झुन्डाइयो र उनले के भन्यो भने तिमीहरूले हामीलाई एकचोटि मात्रै फाँसी दिने भनेको थियो, तर एकचोटि त हामी बच्यौँ, म बचेँ, तिमीहरूले मलाई दिन पाउँदैन। विधिको शासन भन्दै हुनुहुन्छ, तपाईँहरू ज्ञान पनि भट्टाइराख्नु भएको थियो। उसले पनि दियो। त्यसपछि त्यो अर्को मान्छेलाई त्यतिखेर थाहा थिएन विधिको शासन, जेसिस थिएन त्यतिखेर, पछि महेन्द्रले ल्याएको होइन। अनि उनलाई गोली हान्ने बेलामा उनले के भन्यो भने गोली पहिला मलाई हान्नु भने। 2टा मानिसहरूलाई झुन्डाइएको थियो, गोली मलाई पहिला हान्नु, किनभनेदेखि म मेरो साथी मरेको हेर्न सक्दिनँ। अर्कोले पनि त्यही भन्छ। र राणाका छोरीहरूले, विशेष गरेर श्रीमतीहरूले 22 वर्षका केटाहरूलाई नमारौँ भने। तपाईँहरू 22 भन्दा एभरेजमा बढी उमेरको हुनुहुन्छ। आज 1-2जना हामी 22 का होला, म 34 को भएँ अहिले। त्यसपछि राणाका छोरीहरूले चाहिँ राणाजीलाई गुहार गर्दाखेरि उहाँले के भन्नुभयो राणाजीले भने उनीहरूलाई एकचोटि माफी माग्न आउनु भन्नु, उनीहरूले माफी माग्दा रहेछ भने उनीहरूलाई छुट्टी हुन्छ।
4जना शहीदहरू कहाँ उनीहरू राणाका छोरीहरू र श्रीमतीहरू गए र माफी माग्नुको लागि भने तिम्रो जीवन धेरै बाँच्न बाँकी छ, बल्ल 22 भयो, बल्ल जवान हुन लाग्यो, तिमीले एकचोटि माफी माग्दाखेरि जीवन त बाँकी हुन्छ नि। उनीहरूलाई महान शहीद भनियो किनभने उनीहरूले यस्ता पापीहरूको अगाडि माफी मागेर जीवन बाँच्नुभन्दा मर्नु धेरै सराहनीय छ भनेर उनीहरूले आफ्नो ज्यानको आहुति दिए। हामी त्यही दिनलाई सम्झेर, उहाँहरूलाई सम्झेर हामी महान शहीद भन्ने गर्दछौँ। तर अहिले शहीदको परिभाषा फेरिएको छ। अर्का कसलाई हराउनु भएको छ विचार गर्नुहोस्। इट्स योर लाइफ, योर रेस्पोन्सिबिलिटी। मैले यति कुरा गरेँ भनेर सेन्टी भएर रुइहाल्नुपर्ने आवश्यकता छैन। से यस, हेलो है त, आवाजै आएको छ, कति गम्भीर र आजबाट देशलाई माया गर्न अलिकति थाल्नुहोस् र यसलाई घृणा गर्न छोडिदिनुहोस्। यही धरतीमा टेक्नुहुन्छ, यही धरतीले दिएको खानुहुन्छ, यही धरतीले तपाईँलाई जन्माए, किनभने तपाईँकी आमालाई पनि यो धरतीले जन्माए। यसैमा थुकेर यसैमा मुदेर हिँड्नुभएको तिमीहरू छि छि एनिवे, डोन्ट बी सो सेन्टी। पेन सुई, गुप्ताङ्ग र खुट्टा पनि गुमाइसकेपछि बाहिरबाट होला है, भित्रबाट होइन, राम्रै आइरहेछ। उसले भने अब बिहा पनि भइसक्यो, गुप्ताङ्ग पनि काम सक्यो होइन, अब चाहिँ जीवन बाँच्नुपर्छ भनेर उनले थाले। 2 वर्ष यसरी टाउकोले टेकेर एक्सर्साइज गरे। अरू डक्टरहरूले उनलाई कसरी हिँडाउने भनेर व्हिल चेयरको व्यवस्था गरे। उनको नाइटो मुनिको भागमा एउटा सानो वस्तु यो फिट गरिदिए, त्यसपछि उनी व्हिल चेयरमा आउन सक्ने भए। डाक्टर साहबहरूलाई पनि सलाम र उहाँहरूलाई पनि। उनले मेरो पुरानो पाइन्ट र जुत्ता चाहिँ यसो लाएर बजारमा निस्क्यौँ कि भने त्यसपछि पुरानो जुत्ता र पाइन्ट लगाएर उनलाई बजारको लागि होइन ह्याप्पी ह्याप्पीसँग उनी बजार डुल्न थाले र राम्रो जीवन बाँचिरहेका छन्। चाइनामा उनलाई मिराकल म्यान भनिन्छ। 27 इन्च हेर्दाखेरि सक्लो मान्छे, अस्ट्रेलियाको मेलबोर्न सहरमा जन्मेको, हात र खुट्टा दुइटै नभएको, देब्रे खुट्टाको ठाउँमा चाहिँ अलिकति मासुको भाग निस्केको। यिनको नाम निक बुजिसीको। निकले धेरैचोटि आत्महत्या गर्न कोसिस गरे। बुवा पादैले हुनुहुन्थ्यो, आमा सामान्य हाउसवाइफ। 4 दिनसम्म आमाले जन्मेको दिन लिन मान्नु भएन, किनभने संसारमा पहिलो यस्ता बच्चा जन्म्यो जसको हात र खुट्टा दुइटै छैन। 4 दिनपछि केटो बेसकरी रुन थाले, ज्यान जाला जस्तो भएपछि आमाले आफ्नो गोदमा लिएर दुध चुसाउन थाल्यो र त्यसभन्दा पछाडि निक हुर्किँदै गयो र नेगेटिभ पनि भयो। 14 वर्षसम्म निक नेगेटिभ अवस्थामा रह्यो, तर आत्महत्या गर्न सकेन निकले, किनभने उसँग साधन पनि थिएन, बजार पनि जान सक्दैन थियो, केही पनि ल्याउन सक्दैन थियो। त्यसपछि 14 वर्षको उमेरमा निकको बुवाले के भन्नुभयो, छोरा तिम्रो यु हेभ नो आर्म नो लेग्स बट मेबी यु डोन्ट हेभ एनी वरिज। किन तिमी त्यतिखेर सेन्टी हुन्छ, म तिमीलाई सघाउँछु। म पादरी भएको हुनाले धेरै मान्छेले भने मेरो म चाहिँ पापी हुँ कि भनेर। म पापी होइन छोरा, तिमीले आमालाई राम्रोसँग विवाह गरेर राम्रोसँग सम्भोग गरेर तिमीलाई जन्माएको। अरू पाप मैले केही गरिरहेको छैन, मेरो आफ्नो ड्युटी गरिरहेको छु। कसरी भयो मलाई थाहा छैन, आई डोन्ट नो होइन, मैले कहीँ कोही कन्जुसै गरेको छैन। भगवान्ले तिमीलाई यसरी जन्माएको होला कि तिमी हात खुट्टा हुनेहरूलाई पनि उदाहरणीय व्यक्ति बन भनेर, त्यो पनि च्यालेन्ज हुन सक्छ नि त भनेर 18 वर्षको उमेरमा निकले एउटा प्रतिबद्धता लिए। त्यो के प्रतिबद्धता भने नो आर्म नो लेग्स नो वरिज भन्ने म एउटा पुस्तक र सिनेमा निर्माण गर्छु, त्यसैबाट म डिफ्रेन्ट लेभलहरूको बिचमा सबभन्दा धनी हुन्छु भनेर। निक 24 वर्षको उमेरमा 6 वर्ष पछाडि उनले आफ्नो प्रतिबद्धता पुरा गरे। केही डिभिडीहरू र एउटा पुस्तक लेखे, मुखले हस्ताक्षर गरेका हुन् त्यसमा, र त्यो पुस्तक यति धेरै बिक्री भयो। निक अहिले यस्तो धेरै बिजी छन्। जेसिका मेरो सम्पर्कमा हुनुहुन्छ, दिनको $10,000 पाएमा जाने आउने टिकट र 5 स्टार होटल पाएमा उहाँ आउँछु भन्नुभएको छ नेपाल। निक $50,000 दिनको तिरेमा मात्रै। अब हामीलाई थाहा छ पोखरा आउँदाखेरि हिजो 2-3 दिनदेखि म पोखरामा छु, मान्छेले सुको निकाल्दैन यसका लागि। रेस्टुरेन्ट गएर 150 को मोमो समेत चाहिँ दाब छ होइन, अर्को दारू 250 को लगाउँछ, तर तालीमा 200 रुपियाँ निकालेर कहिले जान्छ, 100 रुपियाँको पुस्तक निकाल्दैन। कस्तो मान्छे, अचम्म लाग्दो कुरा छ अघि। त्यसपछि निकले अहिले संसारको टुरहरू गरिराख्नु भएको छ र निक चाहिँ संसारमा धेरै भिडियो बनाउने मध्ये डिफ्रेन्ट लेभल मध्ये गजबको मान्छे। अहिले म तपाईँलाई तस्विरमा पनि देखाउँला। र निक बसेको छ ल, निकलाई चाहिँ ताली ठोक्नुपर्छ है। 22 वर्षको उमेरमा एक शब्द पनि कहिलेकाहीँ म बिर्सिन्छु। असुरक्षित वेश्यागमन गर्दाखेरि, यौन सम्पर्क राख्दाखेरि HIV लाग्यो भनेर घोषणा गर्ने मान्छे हुन्। यिनको नाम हो राजीव काफ्ले। अहिले 37 वर्षको हुनुभयो राजीव दाई, साह्रै व्यस्त हुनुहुन्छ, गतिलो जीवन बाँचिराख्नु भएको छ। लास्ट टाइम मलाई भेट्दा भन्नुभयो रमन कति वर्ष बाँचिन्छ होला भनेर। खै 15-20 वर्ष त होला नि, त्यो पनि कसैले केही गरेनन् भनेदेखि
गरी खाएको मान्छेहरूले देख्दै देख्दैन पछाडि भएर ढुङ्गा हान्छन्। म पनि त्यस्तै हो भाइ भनेर भन्नुभयो। द्याट मिन्स उसलाई HIV एड्स लाग्यो पनि बिजी लाइफ, ब्युटिफुल लाइफ, गतिलो लाइफ, कर्मयोगीको लाइफ बाँचिराख्नु भएको छ। हामी पनि त्यस्तै लाइफ बाँचिरहेको छ, नथिङ एल्स। अरू केही पनि अप्ठ्यारो छैन। र राजीव साह्रै व्यस्त पनि हुनुहुन्छ र राजीवले तपाईँहरूको लागि एउटा स्लाइड राख्नु भएको छैन। HIV जसलाई पनि हुनसक्छ। तपाईँको सेक्सको व्यवहार अहिले त्यति धेरै गतिलो छैन, फ्रेङ्कली भनेको त्यो पनि एउटा बानी हो। तपाईँहरूको फ्यामिली हुनुहुन्छ, तपाईँहरूको लभ छ, तपाईँहरूको विवाह छ भनेदेखि कमसेकम सेक्स जस्तो इमोसनल एक्टिभिटिज गर्दाखेरि कुराकानी गरेर गर्नुहोस्, धन्यवाद दिएर गर्ने गर्नुहोस्। काम हुन्छ तर पुरै हुँदैन, कहिलेकाहीँ कुरो मात्र हुन्छ, कामै हुँदैन। अनि त्यो गतिलो खालको भएन भने अनि त्यस्तो अँध्यारोमा ढाकर ढुकर गरेपछि त्यो निस्किने राम्रो निस्किन्छ। तनावको बिउ हो त्यो, रिसको झोक हो त्यो, पोका। अब सबभन्दा बढी दुःख तपाईँलाई सन्तानबाट हुन्छ है, यो चाहिँ अहिले तपाईँले विचार गरिराख्नु। धेरै आशावादी पनि नबन्नुहोस्, धेरै निराशावादी पनि बन्नुपर्ने कुरा छैन, तर कर्म चाहिँ आरामले गर्नुहोस्। त्यो त शास्त्रीय मन लिएर आँखा बन्द गरेर जानुहुन्छ नि होइन, बेडरुममा जाँदाखेरि पनि त्यसरी जानुहोस्। गएर आरामले बेडरुममा जाँदाखेरि चाहिँ हल्लिँदै जान्छ। तिमी कता छ आँखाले तिमी हो भने पवित्र आत्मा लिएर जानु पर्यो, तपाईँलाई भोलिको दिनमा प्रत्येक कुराहरू कुनै पनि रोगको अवस्था आउनु राम्रो हो। आजसम्म तपाईँले रोगलाई नराम्रो भन्नुभयो। छेरोटी लाग्दाखेरि आन्द्रा सफा हुन्छ, चाक सफा हुन्छ, विचार गर्नु। नाक रुगा लाग्दाखेरि नाक सफा हुन्छ र नाकले एटेन्सनमा आएको हुन्छ। तपाईँले रुगामाथि औषधि थप्नुभयो भने त्यो चाहिँ विकार। छेरोटी लाग्दा तपाईँले विभिन्न औषधिहरू खानुभयो, खाना कोच्नुभयो भने त्यो चाहिँ विकार हो। त्यसपछि सड्न थाल्छ, त्यसपछि अरू अङ्गहरू बिग्रिन थाल्छ। टाउको दुख्नु राम्रो हो। टाउको किन दुखेको भनेदेखि तेरो खप्पर भयो तर बुद्धि कम भयो भने एटेन्सन माग्दैछ। त्यसमाथि हामी ठोक्छौँ फेरि यो कस्तो छ विचार गर्नु। टाउको आज दुखेर कहाँनिर दुखिरहेको छ, किन दुख्यो होला, पुरानो मायालुको सम्झनाले दुख्या हो कि। फेरि विवाह गरिसक्दाखेरि चाहिँ कस्तो हुन्छ अरे भनेदेखि श्रीमती अर्कोको राम्रो लाग्ने, श्रीमान अर्कोको ह्यान्डसम लाग्ने, बच्चाहरू चाहिँ आफ्नो राम्रो लाग्ने हुन्छ अरे होइन। आई डोन्ट नो इन माई केस हजुरहरूलाई हुन्छ भने पनि हुन्छ, सबैलाई हुन्छ भने जरुरी छैन, एउटै कुरा लागु नहुन सक्छ। अलराइट, अर्को स्लाइडमा जाउँ है त। कि एकचोटि यसलाई पनि यस दिने हो त जसको आँखा पनि उहाँले देख्नु भएन र कान पनि उहाँले सुन्नु भएन, तर पहिलो श्रेणीमा स्नातक र प्रमाणपत्र तह र एसएलसी स्कुल लिभिङ सर्टिफिकेट पनि पास गर्ने व्यक्ति हुनुहुन्छ। उहाँको नाम हेलन किलर हो। उहाँको यो स्लाइड मलाई साह्रै प्रिय लाग्छ। इट इज अ टेरिबल थिङ टु सी एन्ड ह्याभ नो भिजन। आँखाले देख्नु भएन। मैले आन्टी अब यो एक्सपोर्ट क्वालिटीको पनि हुन्छ नि, अमेरिकामा, जापानमा, सबै ठाउँमा चाइनाकै सामानहरू जान्छ आजभोलि। एक्सपोर्ट क्वालिटीको पार्टी साटी चलेको छ। बेहुला र बेहुली चाहिँ यस्तो मुडमा छ। मैले भने आज बिहा भएन हो, आज बेलुका स्वागत छैन छ, अनि किन यस्तो, खोइ के हो के हो। मलाई उसले के भने जस्तो लाग्यो भने हामी दुईजना गएको 600 रुपियाँको प्लेटको 2 प्लेट यो दाब्न आयो, यसले पनि 1200 चुना लाउने भयो भने जस्तो लाग्यो। त्यसमा खाना 12 रुपियाँको पनि केही पनि छैन। चुइगम रोटी राखेको छ, म भात खाँदिनँ बेलुका, अनि अरू खानेकुरा केही पनि फ्रेस छैन। जाँदाखेरि लामखुट्टेहरू गीत गाइरहेको छन् त्यहाँ खाना। मान्छे बी ह्याप्पी भनेर फेरि बाटोमा जाने बित्तिकै ट्राफिक लाइट ठिकठाक। अहिले त्यो प्रधानमन्त्रीको, म सामान्यतया मेरो घरमा टिभी नभएको 4-5 वर्ष जति भयो। हिजो चाहिँ त्यहाँ भाइको घरमा बसेको छु, म लेक साइडमा छ, त्यहाँ चाहिँ उसले टिभी देखाइरहेको थियो। प्रधानमन्त्री चाहिँ नि जनतासँग आइरहेको रहेछ। त्यही बेला म पुगेको छु टिभीमा नि, यसो हाम्रो बैठक रुमबाट मेरो रुममा जानलाई। अनि त्यो मान्छेले लियो नम्बर। अनि अर्को प्रश्न, सन्चै हुनुहुन्छ? सन्चै छ। अहिले कस्तो छ? हेर्नुहोस् है, सोधेको प्रधानमन्त्रीलाई सोधेको जनता है। त्यो बेला सोद्धाखेरि चाहिँ तपाईँलाई निवेदन गर्न खोजेको गतिलो कुरामा फोकस नभएर निर्गतिलो कुराहरूमा मान्छेहरू बसिरहेको छ र हरेक कुराहरू खोजेर उसले चाहिँ अनुहारमा सेन्टिमेन्टहरू ल्याइरहेको छ। राइट, यहाँनिर अगाडि बढौँ। तपाईँलाई कहिलेकाहीँ नराम्रो लाग्यो भनेदेखि चाहिँ त्यसको रुटहरू हेर्नुहोस् र त्यो नराम्रोलाई रिकगनाइज मात्र गर्नुहोस्, त्यसपछि सेन्टी नहुनुहोस्। अहिले रविशङ्करजीको सङ्गत गर्ने अवसर पाएको छु। उहाँले तातोलाई तातै ग्रहण नगर्ने, चिसोलाई चिसै ग्रहण नगर्ने, द्याट इज आर्ट अफ लिभिङ। कसैले गाली गर्यो भन्ने बित्तिकै उहाँले ज्याग्ने रमेश भन्ने हो भनेर म पनि गइहालेको जस्तो कुरा बिग्रेन। ए हजुर थ्याङ्क यू है भनिदिनु, हेर्नुहोस् तेरो कुरा तैँले भने कि फर्काएको रहेछ, थ्याङ्क यू।
काठमाडौँबाट यता आउन लागेको छु एयरपोर्टमा त्यो पुलिसले तपाईँ त भोक लाग्यो जस्तो छ है भनेर ढोकाबाट भित्र छिर्दैछु अनि छामछाम छुमछुम पार्नुहोस् न टाइम हुन लाग्यो तपाईँ त भोक लाग्यो साले कहाँ सोचेर बसेको छ ड्युटीमा हेर्नुहोस् मृत्यु 1 वर्ष र सकेसम्म चाँडो होस् तिमी बाँचिराख्यो भने तिम्रो दिशा पिसाब कसले सोर्छ भनिएको थियो र झमक दिदीले चाहिँ धेरै कुराहरू आफूले गर्न सिक्नुभयो अक्षर सिक्नुभयो आफैसँग हाँस्न सिक्नु महोदयहरू आज संसारमा तपाईँलाई खुट्टा मात्र तपाईँले टिममा राखिरहेका छ र तपाईँ पनि त्यही नियतले गइराख्नु भएको छ तपाईँ मात्र चोखो होइन फेरि म पनि भोलि पर्सिदेखि अरू पनि तालिम गरिन्छ भनेर आएको नियत त्यस्तो खालको छ त्यसैले तपाईँले के विचार गर्नुपर्दछ भने तपाईँको लागि तपाईँ नै सबभन्दा ठुलो साथी हो तपाईँसँगै तपाईँ जन्मनु भएको हो र तपाईँसँगै जन्मिने साल नाललाई चाहिँ साथी भनिन्छ होइन त्यसको मतलब त्यसको स्पिरिचुअल एस्पेक्ट के हो भने तपाईँसँग तपाईँको जन्म भएको छ भनेर यदि तपाईँले आफूलाई कन्भिन्स गर्नुभयो आफूलाई खुसी राख्नुभयो आफूलाई बुझ्नुभयो आफ्नो साथी आफू बन्नुभयो भने दुनियाँ तपाईँको साथी हुन्छ र दुनियाँको साथी तपाईँ हुनुहुन्छ तपाईँ तपाईँको साथी हुनुहुन्न तपाईँले तपाईँलाई हँसाउनु भएन तपाईँले तपाईँलाई कन्भिन्स गर्नु भएन उत्प्रेरणा दिनु भएन भनेदेखि त्यसपछि अरूले पनि तपाईँलाई उत्प्रेरणा दिँदैन हस्पिटलको इमर्जेन्सीको बाहिर अपरेसन थिएटरको बाहिर कैयौँ पेपरहरूमा साइन गर्दै म धेरै समय पर्खेँ आफ्नो प्रियलाई 24 घण्टासम्म होस आएन ब्ल्याक टी लिएर पर्खेँ त्यो बेलामा पनि मैले आफूले आफूलाई के कन्भिन्स गरेँ भनेदेखि आइ एम लुकिङ फर अ ब्युटिफुल फ्यामिली विथ अ चाइल्ड बच्चा छोरा होस् छोरी होस् म उसलाई मुटुको अपरेसन गरेर अर्को अपरेसन गरेर यो अपरेसन गरेर उसलाई फिट एन्ड फाइन राखेर बिफोर तालिम बिफोर ट्रेनिङ उसलाई फिट एन्ड फाइन राखेर म आफूले आफूलाई हौसला दिँदै उसको साथ लिएर म यस दुनियाँमा नेपालमा नेपाल आमाको छातीमा हाँसेर बाँच्न चाहन्छु फुल फुलाएर बाँच्न चाहन्छु मान्छेलाई सम्भावना बाँडेर बाँच्न चाहन्छु त्यो आशाको कन्भिन्स गर्दै म हस्पिटलको थिएटरको बाहिर बसिरहेँ र त्यो मेरो इच्छा चाहना पुरा भयो पहिलो पुस्तकको मूल्य नै मैले 1, 2, 3 राखेको थिएँ 123 त्यसको कारण 2046 सालमा म 5 वर्ष जति घरमा भाँडा माझेर पढेँ 11वटा स्कुलमा त्यसरी एसएलसी पास गरेँ एक्लै आएको थिएँ त्यसैले त्यो पुस्तकको मूल्य चाहिँ पहिलो अक्षर चाहिँ 1 त्यसपछि मेरो लभ पऱ्यो 52 सालमा ल्याङ्ग्वेज क्लासमा भेटेँ मैले इन्टरकास्ट हो 58 सालमा उनले प्रपोज गरिन् पोखरा ल्याएर पोखरा मेरो लागि त्यसैले पनि ब्युटिफुल लाग्ने र पछि आएपछि हामीले सुत्नको लागि सर्टिफिकेट पनि लियौँ त्यो चाहिँ 65-66 विवाह हुन्छ नि त्यसपछि त्यो पुस्तकको अर्को मूल्य राखेँ प्रभालाई भेटेपछि मैले 2 र प्रगति पनि जन्मेपछि आज 14 महिना भयो त्यसको तेस्रो चाहिँ नम्बर चाहिँ 3 त्यसैले त्यो पुस्तकको मूल्य चाहिँ 1, 2, 3 है खै रमाइलो लाइन तालिम दिनुपर्छ हेला गरे बुवा आमाले पनि आशीर्वादमा बिगार गरे तर आफै तपाईहरुले पनि फोटो खिच्ने बेलामा विचार गर्नुस् आजभोलि क्यामेरा लिएर हिँड्नु भएको छ सरले भिजुअल नै क्यामेरा लिएर हिँड्नु भएको छ आफ्नै परिवारको मुस्कान सहितको अलिकति डायलग साइलेन्ट दिएर रिप्ले गरेर हेर्नु भएको छ कि छैन मलाई त्यो चाहिँ थाहा छैन अस्ति एउटा विलियम्स भन्नेले बिहा गरेको थियो उसले एउटा मोडलसँग बिहा गरेको संसारले हेऱ्यो 5 करोड मान्छेहरूले प्रत्यक्षदर्शी थियो उसको विवाह सोल्टीले के गर्ला त्यो बलपुरीमा आएर भनेको मै खाए दुईजना मै खाएपछि बिहा सक्छु रे बिहामा त माला लगाउला औँठी लगाउला ढोका म त हेरिरहेँ नि त्यो पनि सकियो उसको ओबामाले आफ्नो चुनावी रफ्तारमा चुनावी जित्नको लागि सम अफ अस वी फलो थ्रु जेसिस अमेरिकामा पनि केही प्र्याक्टिसेसहरू हुन्छ भने किनभने हाम्रा धेरै जस्तो कुराहरू त्यो भागमा बनेर आएका हुन् पछि होइन र हामीले हेर्छौँ ओबामाले चुनावको आफ्नो मन्तव्य दिनु अगाडि गतिलो काम गर्नु अगाडि बुढीलाई पहिला मै खान्छ ओके न घरमा नखालान् तर त्यहाँ स्टेजमा आएपछि मै खान्छ अनि त्यसपछि सुरुवात गर्छ ओके अनि एभ्रीबडी गुड मर्निङ अमेरिका भनेर अनि मान्छेले ताली ठोक्छ अब हामी के गर्छौँ हाम्रोमा अलिकति भिन्नता छ Jessica Cox is the nation's first and only licensed pilot who has no arms. When I tell people that I'm a pilot, they're like, what? Jessica was born without arms, but she can do almost everything with just her feet. From putting in her contacts, to texting her friends on her cell phone, even playing the piano. I have no arms and no legs, but I'm very thankful that I have my little chicken drumstick here. People freak out when they see me for the first time. Ashraf proves that you don't need eyes to see. At the University of Toronto, perception. Ashraf has never seen light. In the picture is that I start by imagining shapes that I have already felt.
Then I form those shapes into the painting I want to create. I make a plan of the picture completely in my head before I start. The captain did explain we were going to be just circling. We could hear the grinding. That was really frightening. The truck, a Nissan Frontier, was driven by an airport mechanic. He says he doesn't consider himself a hero. I heard it coming over the radio. The plane was coming in, so I just had to gas it. No, the ताली बजाउने बेला भइसक्यो सक्यो कसैले रोक्न नसक्छ त्यो सधैँ थियो स्पेस सुटमा म त्यो सानो क्लिप देखाउँछु 2 मिनट जति त्यसपछि विल हेभ अ ब्रेक तपाईँहरूको अलिकति कुरा पनि लिन्छु यहाँसम्म ठिक छ हेर्दै गर्नु होला बिचमा त्यो मैले कहीँ कहीँ अड्काइ पनि रहेको छु मान्छे अलिअलि घाइते भएर पनि कन्टिन्यू गरिरहेको छ त्यत्रो लडेर पनि किन गरे होला Climbing 850 feet per minute, altitude 36,000 feet, crossing Galapagos. You are approaching the bottom of the jet stream. Expect possible turbulence and strong wind shears. अब यो चलन छ नि कहिलेको बाबुरामबाट सिकेको हामीलाई यस्तो लागिरहेछ तपाईँलाई कस्तो लाग्यो पाले पालो हजुर जाओस् न हात खोल्दा हुन्छ है मलाई चाहिँ कस्तो लाग्यो भने यिनीहरू शारीरिक रूपमा अपाङ्ग भए पनि मानसिक रूपमा स्वस्थ भएको हुनाले सक्सेस भयो भन्ने लाग्यो गुड त्यस्तै मलाई चाहिँ के लाग्यो भने त्यो सबल मान्छे जसले प्लेनको व्हिल जाँदा पनि कन्फिडेन्स लिएर राखेर त्यसलाई ल्यान्डिङ सेफ ल्यान्डिङ गर्न सक्यो त्यो कन्फिडेन्स लाग्यो गुड हजुर कन्फिडेन्स र कमिटमेन्ट भयो भने यहाँबाट हात उठायो यो सबभन्दा ठुलो कुरो इच्छा शक्ति भयो भने मान्छेले असम्भव इच्छा र शक्ति हैन गुड अरु अब हजुर उपाल कन्फिडेन्स र कमिटमेन्ट भयो भने हरेक चीज सम्भव रहेछ दुईटा हजुर देयर इज रियली नथिङ इम्पोसिबल वी क्यान डु एभ्रिथिङ सबै कुरो सम्भव छ भन्ने कुरा चाहिँ यसले हामी देख्न सक्छौं हैन गुड अरु कसैले परे त्यसपछि हजुर सबै भिडियोजहरुले क्लिप्सहरुले हामीलाई च्यालेन्ज गरेको लाग्छ च्यालेन्ज ओके एउटा नि भने सबभन्दा तन्दुरुस्त र स्वच्छ माइन्ड चाहिँदो रहेछ अरु केही हैन मान्छेको सोच पोजिटिभ हुनु पर्यो एभ्रिथिङ इज पोसिबल गुड चाहने हो भने गर्न सकिन्छ भन्ने कुरा देखिन्छ हो अरु कोही बोल्न चाहनुहुन्छ राइट म्याडमबाट बोल्नु भएको छ दुई जना हुनुहुन्छ तपाईहरुको आवाज कस्तो हुन्छ सुनाउनु Nothing is impossible, but you have to be a great wish and wants. Right. हजुरको पनि केही जाओस् तपाईको आवाज एकदमै मिठो छ क्षमताहरुको खोजी गरौँ छ हैन हजुर इच्छा शक्ति भयो भने जे पनि हुनेछ गुड हैन त्यसलाई कन्टिन्यू गर्छु भनेर पुश गरे भने चाहिँ गर्छ हैन हजुर राइट लक्ष्य सहितको इच्छा शक्ति राइट अरु कोही बोल्नु बाँकी भित्रबाट आउँदैन आउने गाँठो परिहाल्ने नगजब पो भयो भने चाहिँ पहिला दिइहाल्ने त्यो कहिलेकाहीँ जेसी सरको प्रोग्राममा हाम्रो पनि मेरो बोल्ने पालै आएर मलाई पालो थिचिरहेको छ यहाँ के रुल्स भनेर हामी भन्छौँ नि होइन कति नभनेछ चन्द्रमाबाट सूचना लिएर आयो कि भनेर नि होइन काठमाडौँ आउँदाखेरि आमाले मलाई 4 कुरा भन्नुभएको थियो तपाईँहरूलाई पनि सायद काम लाग्छ होला यो उमेरका मान्छेहरूलाई आफ्नो थुतुनो र मुतुनोलाई सधैँ तैँले कन्ट्रोलमा राखेस् काठमाडौँ अशक्ति छ होइन
प्रिय कुरा बोलेस्, अप्रिय कुरा सुनिस् भनेदेखि नसुने जसो गरेस् भनेर भन्नु। तपाईँलाई पनि मेरी आमाको कुरा काम लाग्छ। उहाँ त कहिले स्कुल जानु भयो, पढ्नु भएको थियो होइन, कहिले काहीँ। अब यसलाई चाहिँ अब तपाईँले यो कुरा तपाईँलाई थाहा भएकै कुरा हो कि माइन्ड हाम्रो कति गतिलो छ, हामीले के गर्न सक्छौँ भनेर। आज मैले तालिमको नाममा यु हेभ गन थ्रु दिस होइन। अब तपाईँलाई थप निवेदन के छ भनेदेखि फ्यामिली रेस्टुरेन्टबाट चरक हस्पिटल निस्किने बित्तिकै एउटा खलासीले मुख छोडिरहेको हुन्छ। त्यो कहिलेकाहीँ तपाईँलाई पनि हुन्छ, मातृभाषाको लिएर तपाईँलाई दिइरहेको हुन्छ, ओइ बुढो भनेर अथवा ओइ टाई भनेर है दिइरहेको हुन्छ समथिङ, ओइ म्याडम कालो भेस्ट भनेर होइन, केही न केही नाममा दिइरहेको हुन्छ। हलमा या रमाइलो राम्रो छ, तर दुनियाँ त्यस्तो छैन यहाँ देखाए जस्तो होइन। नेपाल सुन्दर छ, तर बाहिर नेपाल सुन्दर देखिन्छ, कुरूप देखिन्छ मान्छेको कारणले गर्दा हो। त्यो बेलामा यो कुरा सम्झनु पर्ने हो हजुरले। म त के लक्ष्यका लागि गएको, अब खलासीलाई मुख छोडेर फेरि दिने हो त दन गल्छ पुरै पछाडि साइड साइडमा खिच्नु। यो कुरालाई विचार गर्नुपर्छ। तपाईँलाई के निवेदन गर्दैछु भने हलमा आज कति बजी खाने हामीले भनेको छ, खानाको व्यवस्था छ, टोइलेट बसाइपट्टि छ, जुस चक्लेटको मौसम पनि छ, लेख्ने ओर्ने हेर्ने कुरा व्यवस्था छ। यहाँ त अझ हुनु बाँकी छ, भर्खरकै सुरुवात भयो होइन, धेरै कुरा हुनु बाँकी छ। तपाईँ मैले पनि फटा यस्तो पनि नमस्कार हुन्छ भने नमस्कार गर्नुपर्ने छ, ठोकिदिउँ न भन्नु। यहाँबाट नमस्कार हुन्छ। आफ्नो इगोमा भएको यो हातमा ल्याएर यी युगहरूलाई जोडेर तल छोडेर तपाईँलाई शिरमा मेरो सबभन्दा बढी यो नमस्कार गर्दाखेरि एक्सर्साइज हुन्छ नि त, हेर्नु रचिलो भएको के हुनुपर्ने। नमस्कार सर, नमस्कार नमस्कार, हातमा जुत्ता बोकिरहेको छ मान्छे अभिनय नगर्नुहोस्, रियल लाइफमा बाँच्नुहोस्। राइट, यति मात्र यस्तै विश्रामको बेलामा तपाईँहरूले मलाई भनिदिनु होला कुन बेलामा खाजाको लागि ब्रेक गर्ने। 3 बजे एकैचोटि सकेर ब्रेक गर्नु, जति समय लाग्छ लिनुहोस्, तर विचार गर्नुहोस् 3 बज्न 3 मिनट बाँकी हुँदा यो कक्षा खाली हुन्छ। जहाँ टपिक सुन्यो भने त्यो चाहिँ स्योर, मलाई जति दुन सक्नुहुन्छ दुनुहोस्, म यहाँ। थ्याङ्क यू हजुर, अहिलेसम्मको लागि धन्यवाद। र सबै रोगहरू चाहिँ अक्सिजनका कारणले हुन्छ र दोस्रो रोग चाहिँ यसका कारणले हुन्छ। तपाईँहरूको उमेरमा चाहिँ अहिले 5 वर्ष जति लाग्छ हड्डीभित्रको तन्तु पनि परिवर्तन हुन्छ। मलाई चैत वैशाखको मौसम र हरेक मौसमहरू मनपर्छ। पानी पर्ने बेलामा मजाले पानी पर्छ, जाडो हुने बेलामा भित्रैसम्म ठिङ्ग हुने गरेर जाडो हुन्छ, गर्मी हुने बेलामा कट्टु नै खोले पनि गर्मी हुने गरेर कट्टु गर्मी हुन्छ, फुल फुल्ने बेलामा। र चैत वैशाखको मौसममा मलाई एकदमै प्रिय लाग्ने कुरा ट्रेनिङसँग रिलेटेड चाहिँ के हो भने बुढो बुढो रुखले पनि थोत्रो थाम्रो पातहरू सबै छोडिदिन्छ, नाङ्गै हुन्छ र वैशाखमा नयाँ पातमा हुन्छ। तर साले एउटा बुढो रुख यस्तो छ जन्मजात लिएर आएको गाँडे हेबिटहरूलाई आजसम्म छोड्न सकेको छैन। 5 वर्षमा मान्छेका तन्तु परिवर्तन हुन्छ, रोम चेन्ज हुन्छ। जब हाम्रो मस्तिष्कको सोचाइ परिवर्तन भएन भने त्यो अरू परिवर्तनले केही पनि लचारबाट नहुने कुरा बुझिन्छ। भाषा अलिक झर्रो होला, तालिम भएको हुनाले मात्रै प्रयोग गरेको, म पनि त्यति असबै मान्छे छैन। तर तालिममा मैले एकदमै फेरि होइन मुनामदन खालको चाहिँ लिएर आयो भने अलिक पारा पनि आउँदैन कि शब्द। राइट, सो तपाईँहरूलाई कहाँनिर जोड्न खोज्दैछु भनेदेखि विचारलाई परिवर्तन गर्नुको लागि लचिलो बन्नुहोस्, आफ्ना विचारहरूलाई। र रमाइलो भयो भने समय चाँडो बित्छ। उदाहरणको लागि आजको समय हेर्नुहोस्, तपाईँले बिचमा घडी हेर्नु भएको छ, किन रमाइलो भइरहेछ, घडी हेर्नु पनि आवश्यकतै छैन। यही तालिम बोरिङ भएको भए 91 जस्तो तालिम मैले ल्याएको भए आउने बित्तिकै म तपाईँलाई बताउने छु आज न्यू यु भनेको के हो भन्ने बारेमा। स्लाइड नम्बर 3 मा हेर्नुहोस् के लेखेको छ, सानो अक्षरमा अलिक देखिएन, अलिक नजिक आएर हेर्नुहोस् भनेको भए तपाईँलाई कस्तो हुन्थ्यो, कतिचोटि घडी हेर्नु। यदि लाइफमा पनि तपाईँको ह्याबिट बोरिङ भयो, साथी सर्कलहरू नराम्रा छन् भने धेरैचोटि घडी हेर्नुपर्छ र समय जाँदैन। तर एकदमै रमाइलो भयो भने पार्टीमा, रमाइलो बेलामा, विवाह उत्सवमा नाचेको बेलामा चाहिँ टाइम एकदम कुद्छ। अझ अर्को भाषामा के भनिन्छ भने रमाइलो भयो भने टाइम उड्छ, बोरिङ भयो भने टाइम सुत्छ। अब तपाईँको जिन्दगीलाई उडाउने कि सुताउने त्यो चाहिँ विचार गर्नुहोस्, होइन उडाउने भयो त्यो पनि ठिक छ। अब म तपाईँलाई आफैले गर्नुपर्ने एउटा मेडिटेसनको कुराकानी गर्दैछु। त्यसका लागि तपाईँले 2टा काम गर्नुपर्छ। यो कुर्सी यहाँनिर राख्दाखेरि हामीलाई दौडेर नाच्नलाई अप्ठ्यारो हुन्छ। आज हामी डिस्को डान्स पार्टी भन्छौँ, यहाँ अहिले गरिहाल्छौँ एउटा सानो खालको है, त्यसमा त हामी माहिरै हो। दिउँसो त हामी अलिक टाई लाएर अलिक होइन रातो लाएर टक्कै हो, तर अलिअलि बेलुका पार्टी चढाइसकेपछि चाहिँ त्यो अस्तिको विवाहमा पनि गीत चाहिँ के बजाइरहेको थियो भने शादी मत गर्न भन्ने जोडका झड्का धेरै से लग्यो भने
मारो पिटो उसको शादी गर्ने मतलब बर्बादी हो भन्ने गीत चाहिँ त्यो बिहामा लगाइरहेको थियो। त्यसमा बेहुला र बेहुली पनि नाचिरहेको छ। यसलाई ब्रेक गरिदिनुहोस्, यो ठाउँ खाली गरिदिनुहोस् है, यो कुर्सीलाई यता राखिदिनुहोस्, तपाईँहरू आफ्नो स्थानमा उठ्नुहोस्। यो कर्म हामी गरिहालौँ। अब हाई फाइभ गर्ने, अलिकति मुस्कान पनि दिने, अरू कुरा भन्नु जरुरी छैन। सबैले सबैलाई चिन्नुहुन्छ? नचिनेको जस्तो लाग्यो, नाम बिर्सेको जस्तो लाग्यो भने आफ्नो नाम उहाँलाई दिने, उहाँको नाम पनि सुन्ने। तर यसरी हाई फाइभ गर्दाखेरि मुस्कान चाहिँ है त, रियल मुस्कान हुनुपर्छ त्यो। अनि कहिलेकाहीँ राग द्वेष र रागका कारणले गर्दाखेरि मान्छेलाई साह्रै माया गर्न पनि नलाग्ने, साह्रै घृणा गर्न पनि नलाग्ने, त्यो चाहिँ व्यवहारमा देखिन्छ हाई फाइभ गर्दाखेरि। त्यो चाहिँ एकदम फ्रेन्डली हिसाबले, प्रोफेसनल हिसाबले, अफिसर्सको हिसाबले गर्नुपर्छ है त। अलराइट, हात चिप्लेर भित्र अनुहारमा नलागोस्। हिजो 200 जति मान्छे थियो, अघि सर पनि एकजना हुनुहुन्थ्यो, विद्यार्थी टिचर गरेर। अनि मैले एउटा चाहिँ यस्तो आसन गराएको, कुकुर आसन भन्छ नि, अनि यो खुट्टा चाहिँ तन्काउनुहोस् भने थियो, सोल्टीले बेस गरी तन्काएर ताँप्नु। अनि खोइ त यहाँको छैन भन्दा हस्पिटल योगा गर्दाखेरि भनेको तपाईँले जे कर्म गर्नुहुन्छ अरूलाई दुःख नदिकन, आफूलाई पनि दुःख नदिकन। अहिले म तपाईँलाई म्युजिक बजाउँछु, यो म्युजिकमा तपाईँले के गर्नुपर्छ भने एकअर्कालाई हाई फाइभ गर्नुपर्छ र तपाईँहरू एक ठाउँमा बसिराख्नु हुँदैन। सबैजनासँग हाई फाइभ गर्ने, मुस्कान बाँड्ने, आफन्त सम्झेर, आफन्त भनेको साथी सम्झेर, आफन्तै सम्झिन हाल्ने थिएँ तुरुन्तै। मलाई यति खच्चर छ, तुरुन्तै फेरि के गाना बनाइहाल्छ ठ्याक्क फ्रेन्डली हिसाबले। अल वी आर फ्रेन्ड हियर, अलराइट। सो पहिलो चाहिँ हामी यसको वरिपरि घुम्ने, एकअर्कालाई हाई फाइभ गर्ने, राम्रोसँग अनुहार हेर्ने, दुईचोटि भए पनि हुन्छ, तर सबैजनासँग एकचोटि चाहिँ गर्ने। अनि त्यसपछि म्युजिक रोक्यो भने चाहिँ म कहाँ छु भनेर तपाईँले मलाई हेर्ने, त्यसपछि अर्को कर्म सुरु हुन्छ है त हजुर। ल भनेपछि सुरुमा मैले एउटा म्युजिक लगाउँछु। म्युजिक रोकिएपछि स्टप हुने? हजुर हो, म्युजिक रोकेपछि स्टप हुन्छ। घुम्ने हो सर हामी यहाँ। स्पेस लिनुहोस्, एक आफ्नो ठाउँमा आउनुहोस्, जहाँको स्पेस लिए पनि हुन्छ। अब यो डान्सिङ विथ मी है त, ओके पाराले है, अहिलेले बेपाराले भयो, अब पाराले नाच्ने है त। आफ्नो इच्छा लिनुहोस्, पछाडि पनि छ, यो ठाउँ पनि छ, यता पनि छ, एकअर्कालाई नभेट्ने नाच्ने अगाडि
आदि कुरा भन्ने गीत छ त्यसमा एउटा साइले जेसिस भन्ने मायाको ठाउँमा जेसिस आज मायाले चाहिँ जेसिस भयो त आउने दिन जेसिसले होला मनमा लिने गीत जेसिसले चल्छ यसमा त मायाले के गर्दैछ भने अब नसकेको मित्रहरूले पनि क्विकली सकेर आउँदैन अब बस्नुहोस् वरिपरि यो एकजनाले टिप्नुहोस् अनि त्यसपछि यो कुराकानी एटलिस्ट वी वुड लाइक टु म्याप द टिम रिचार्ज पैसा के अरे Second person is having
तिनवटा कुराहरू। अब यो कुराहरू हेर्नुहोस् है, म यहाँ हजुरहरूलाई यो वातावरण मात्र बनाइराखेको, यो कुरा मलाई चाहिँदैन, तर हजुरहरूलाई नै चाहिन्छ, त्यसकारण हजुरहरूले सुन्नु जरुरी छ। अलराइट, हियर वी गो। हस्, धन्यवाद सर यो अवसरका लागि। विशेष त हामी जुन कार्यबाट पाएको थकान व्यस्तताबाट चाहिँ हामी रिचार्जिङ तीनवटा तरिकाले गर्ने सोच बनाएको छ हाम्रो टिमले। कसैले प्रशंसा गरिदियो काम अरूले तपाईले गरेको राम्रो छ भनेर, त्यसलाई त्यो प्रशंसा। दोस्रोमा हामीले लाइफमा च्यालेन्जेसहरूलाई व्हाट आर द आउट च्यालेन्जेस हैन, इगो, पर्सनल इगो प्रब्लम हुन्छ नि, यसलाई एउटा हजुर पोजिटिभ थटमा अर्काको बिचमा समेटेका छौँ भने भोलिबाट सफल व्यक्ति हुनका लागि आजबाट हजुर आजैबाट भर्खरैबाट हजुर 2 बजेर 5 मिनेटबाट गर्नुपर्ने हामीले पोजिटिभ सफल हुनका लागि हामीले स्माइल टु माइल्स भन्ने अब प्रत्येकको मुहारमा चाहिँ हाँसो देख्न चाहने र आफू पनि हाँस्ने, जसबाट चाहिँ ह्याप्पिनेसको एउटा वातावरण सिर्जना होस्, यसलाई चाहिँ हामीले सफलताको एउटा कडीको रूपमा चाहिँ लिएका छौँ। आफ्नो कामलाई ह्याप्पिनेस सहित गरौँ हैन। चाहिँ यो कुन कुराले तपाईँलाई रिचार्ज गर्छ भन्नेमा चाहिँ सबैभन्दा पहिला मनोरञ्जन। हजुर, आफ्नो पारिवारिक अथवा प्रोफेसनल लाइफमा त्यस्तो टेन्सन भयो भने त्यसलाई रिचार्ज गर्न पहिलो नम्बरमा मनोरञ्जनलाई राखेको छ। हजुर, त्यसपछिको दोस्रो पोइन्टमा चाहिँ सकारात्मक सोच। हजुर, तेस्रोमा चाहिँ उत्प्रेरणा, जसले चाहिँ त्यसले रिचार्ज गर्छ। हजुर, उत्प्रेरणा गर्यो भने चाहिँ रिचार्ज गर्छ। र त्यो बाहेक पनि हामीले तीनवटा भनेको थियो, अरू थपमा चाहिँ समानता, हजुर, टिमवर्कको पनि कुरा आएको छ हाम्रो। भयो भने तपाईलाई रिचार्ज गर्छ। राइट, 2 नम्बरमा जानुस्। त्यसपछि 2 नम्बरमा चाहिँ दुईवटा च्यालेन्जमा एउटा चाहिँ आर्थिक कारण। हजुर, आर्थिक कारणले गर्दा आफूले सोचेको जस्तो विभिन्न कुराहरू चाहिँ गर्न नसके। अर्को चाहिँ आत्मविश्वासको कमी। र यो बाहेक अर्को दुईटा फेरि एउटा चाहिँ ल्याक अफ नलेज, हजुर, ज्ञानको अभाव, र त्यसपछि समानता। त्यो तेस्रोमा छ यो सफल बन्नको लागि पहिलोमा लक्ष्य सहितको इच्छा शक्ति र अर्को सेल्फ कन्ट्रोल। भयो भने चाहिँ तपाईँहरू अगाडि बुझ्नुहुन्छ। कस्तो छ भने हलमा यसो सल्लाह गर्न सजिलो हुन्छ, प्रेजेन्ट गर्न सजिलो हुन्छ, तर व्यवहारमा गाह्रो हुन्छ। यो कुरालाई तपाईँले जानु अगाडि आफ्नो कापीमा पनि उतार्नु, कमसेकम आफ्नो लागि दिनमा 5 मिनट समय दिने गर्नुहोस्, रिभ्यू गर्नुहोस्। अब यो समय कसरी दिने भन्दा बिहान जुन हामीले मेडिटेसन गऱ्यौँ हैन, त्यस्तै तपाईँ बिहान उठ्ने बित्तिकै सामान्यतया तपाईँ कतिखेर उठ्ने गर्नुहुन्छ भने जुन बेलामा तपाईँले मनलाई अराउनु भएको छ यतिखेर उठ्छु भनेर होइन त। कहिलेकाहीँ तपाईँ शनिबार पऱ्यो, काम छैन भने 8 बजे पनि तपाईँ खाटमा लुटुपुटु हो, चिया ल्याएर दिए पनि त्यो चिसो हुन्जेलसम्म पल्टिराख्नुहुन्छ। तर काम पऱ्यो भने 4:30 बजे 3:30 बजे पनि उठ्नु भएको छ। कुनै इमर्जेन्सी परोस्, परिवारको नजिकको सदस्यहरूलाई एकदमै लिएर जानुपर्ने, हस्पिटल लानुपर्ने, अन्त जानुपर्ने भयो भने तपाईँ 12:30 बजे, 2:30 बजे, 3 बजे पनि तपाईँ फ्रेस महसुस गर्नुहुन्छ। तर काम छैन भने तपाईँ दिउँसो 12 बजे पनि फ्रेस महसुस गर्नुहुन्छ, अल्छी महसुस गर्नुहुन्छ होइन। यसको कारण के हो भने म तपाईँलाई उठिराख्दाखेरि 1 मिनटमा प्रत्येक दिन मैले अर्को पनि के देखेँ भने नेपालमा कोही पनि मान्छे आज चाहिँ यस्तो काम गर्नु छ, आज म लाइफले नयाँ हाइटमा लानु छ भने उठ्दै हुँदैन। अब कसरी बन्छ, कस्तो खतम मान्छे परिछ भनेर सोध्छ। राति सपनामा त्यसलाई लखटिरहेको हुन्छ या उसले लखटिरहेको हुन्छ। मान्छे देखेन भने भुइँसी, कुकुर अथवा सर्प त्यस्तो देख्छ, नराम्रो कुराहरू देख्छ, राति 3-4 चोटि झस्किन्छ। त्यसले गर्दाखेरि उसको 4 लाख है। अब बिहान के गर्ने त त्यसो भनेदेखि भनेर म तपाईँहरूलाई सानो एउटा एक्सर्साइज गराउँछु, उभि है त। बिहान तपाईँ राति सुत्ने बेलामा मस्तसँग सुत्छु, आज दिउँसो जे भयो, फलाना कुरा भयो, राम्रो कुरा भएकोलाई फेरि एकचोटि सम्झिनुहोस् 1 मिनटमा। के भयो? तालिम भयो, आमा बुवालाई सम्झेँ, नजिक टाढा रहेका आफन्तहरूलाई सम्झेँ, उहाँलाई धन्यवाद दिएँ, परमात्मालाई धन्यवाद दिएँ, जन्माउनेलाई देउतालाई धन्यवाद दिएँ होइन। मजा आयो आज आँधी खोलामा साथीहरूसँग, आजसम्म नाचिया थिएन गोलो गरेर, नाचिया हो पाएर आफ्नोसँग अलिअलि लगाइवरी थर नलगाइकन शुद्ध दिउँसो चाहिँ होइन। त्यो कुराहरूलाई सम्झिने, फेरि एकचोटि खुसी हुने, ओहो कति साथीभाइहरू हाम्रो त जेसिआईमा, जेसिसमा, पोखरा जेसिसमा कति राम्रा साथीहरू, गतिला साथीहरू हुनुहुन्छ, आज कति मजा आयो भनेर सर स्क्यान गर्ने। बिहान उठेँ, यसो गरेँ र त्यसलाई सम्झिने। कहिलेकाहीँ दिनमा नराम्रा कुरा हुन्छन्, झापड हान्नुपर्छ, झापड खाइन्छ, चप्पल खाइन्छ, थुक्छन् मान्छेहरूले, गाली गर्छन्, ओहो यसो गऱ्यो भने यसो हुने रहेछ, अब चाहिँ भोलिको दिनमा चाहिँ यसो म गर्दिनँ, गाली खाने नमिठो हुने किन गर्नु भनेर त्यसलाई बेलुका रियलाइज गर्नुपर्छ। नमिठो भयो भने त्यसबाट पाठ सिक्ने, मिठो भएकोलाई मनन गर्ने, धेरै नफुर्किने। आज मैले नेपालको कानुनले त 20 वर्ष डिफरेन्स हुनासाथ त धनीलाई के को कानुन सानुन गोजीमा हालौँ भनेर होइन। अनि त्यसपछि ओ गजबे गरेछ बुढा भनेर अर्को हाम्रो तरुण जस्तोले भन्यो। दोस्रो चाहिँ गाडी पनि किनेको छु, नेपालमा आएको ब्लू मर्सिडिज एउटा किनेको छु, दामी 2 समथिङ जति पर्यो, त्यो पनि दामी बन्छ। नयाँ एउटा बेङ्गलो पनि बनाएको छु मैले, स्विमिङ पुल भएको भनेको, त्यो पनि गजबेको।
त्यो केटो चाहिँ भर्खर जेसिआईको जवान हेर्दा हेर्दै दङ्ग परेछ। चौथोमा उसले के भनेछ तर मलाई थाहा छैन म कहाँ बसिरहेको छु, म को हुँ भनेर अन्तिममा भनेछ। अनि त्यो टाइला आएको जेसिआईको साथीले भने श्रेष्ठले पागल भएछ यो। सबै कुरा रेख्ने, सुत्ने बेलाभन्दा अगाडि सबै कर्महरू सक्ने, सुत्दाखेरि चाहिँ खुट्टा चढाएर अथवा कसैको खुट्टा चढिएर नसुत्ने, सुत्दाखेरि एक्लै सुत्ने, मस्तसँग सुत्ने, अरू कर्महरू सकेर यसलाई बुझिराख्नुहोस् तपाईँले होइन। अविवाहित साथीहरू पनि उत्साहित हुनुहोस् तपाईँ जुन दिन होइन पालो आउँछ सबै भएको थियो। मेरो सपना त्यस्ता सपनामाहरू, आफ्नो सपनाहरू तपाईँहरूको पनि सपनामा हो, त्यसको नजिक पनि पुगेको छु म। मेरो सारा खोजहरू सपनामाहरू, संसारमा जति पनि चमत्कार भएका छन् मान्छेले बनाएका छन् त्यसको सपनाबाट रहेछ भन्ने थाहा पाएपछि म त्यो खोज गर्दैछु केही समयदेखि। एक्चुअली माई रिसर्च इज अन लाइफ आफ्टर लाइफ, लाइफ र लाइफ आफ्टर लाइफमा, लाइफ बिफोर लाइफमा है। राति विभिन्न सपनाहरू देख्छन्, त्यो सपनालाई तपाईँले के भन्ने गर्नुभएको छ नि, यो सपना आयो भने राम्रो, यस्तो आएको नराम्रो, यस्तो यस्तो भनेर तपाईँ गफ दिएर हिँड्ने गर्नुभएको छ। कोही सपना सोचेको अनुसार तपाईँको व्यवहार अनुसार सपनाहरू आएका हुन्छ, सपनाले तपाईँले जिन्दगीलाई केही न केही कुराहरू बताएका हुन्छ। त्यो समयमा तपाईँ बिउजिनुहुन्छ 5:30, 5, 6, 6:15 बजे पहिला बिउजेपछि पहिला तपाईँको मन खुल्छ होइन, आँखाभन्दा पहिला तपाईँ बिउजे भन्ने तपाईँलाई थाहा हुन्छ नि। अब म तपाईँलाई बिउजिसकेपछि चाहिँ आँखा नखोली गर्ने एउटा एक्सर्साइज तपाईँलाई म 1 मिनटमा निवेदन गर्दैछु। त्यो तपाईँले प्र्याक्टिस गर्नुपर्छ होला, यसले तपाईँलाई हेल्प गर्छ। मैले विभिन्न प्रोग्राम गराउँदाखेरि यसले हेल्प गरेको पाएँ। तपाईँ अनेस्टली आँखालाई बन्द गर्नुहोस् त। तपाईँले बिस्तारमा सुत्नु भएको छ, तपाईँ बिउजिनु भएको छ, तपाईँले पनि गर्नुहोस् सर। समस्या जहाँ पनि छ के ठिक छ, यति तयारी गरेर तपाईँहरू बिहान तयार हुनुपर्छ। अलराइट, आँखको डोरी आफ्नो हातमा ल्याउनुपर्छ, बुद्धि विवेक जुक्ति लगाएर। ल तपाईँको अब समय सुरुवात भयो, अब तपाईँ प्र्याक्टिस गर्नुहुन्छ, यसैबाट हुन्छ हजुर। ल सुरुवात गरौँ हामी 2 मिनट साँझ अभ्यास गरौँ हजुर, ठिक छ? बुद्धि लगाउनु जान्छ हजुर। सुरुवात गर्नुहोस् हजुर, भइहाल्छ। क्यामेरा ल्याउँ होइन त्यता ल्याउँ, कितै गर्छ very good, very good. जस्तै मैले त्यसमा दुवैजनाले सोच न यार, दिमाग छैन यता कहाँनिर के मैले जान्यो listen to me now. हेर्नुहोस्, आजको विषयमा तपाईँलाई आउन चाहन्छु। मैले अघिदेखि तपाईँलाई केही एक्सर्साइजहरू गराएको छु। प्रब्लम कहाँनिर हो भने यु आर फोकसिङ इन्टु द प्रब्लम। हामी एकअर्काको बिचमा झगडेका छौँ र आजसम्म हामीले के गर्यौँ जिन्दगीमा भने हाम्रो समस्या कहाँ छ, यो समस्या साले कसरी भयो भनेर समस्यामा हामी भोग्लिरहेका छौँ। When we focus into the problem, look, can I have my dory back, please? Okay. Can I have a dory back, please? How do you like this game called freedom? स्वतन्त्रता भन्ने खेल तपाईँलाई कस्तो लाग्यो? डोरीको खेल पर्सनल भ्यू। समस्याको समाधान छ, हरेक समस्याको समाधान छ भन्ने तपाईँलाई अरू think differently होइन, different and different अरू त्यस्तै। ल यही कुरालाई अलिकति अगाडि लगाउँ। हरेक समस्या भइसके समाधानतिर मात्र सोच्नु पऱ्यो, समस्यालाई होइन। पक्का समाधान के हो? भइसक्यो अब समाधान
त्यतातिर जानु पर्यो होइन? के तपाईँहरू अब यसो गर्न सक्षम हुनुहुन्छ त यति खेल खेल्दैन? सर म एउटा एक्सिडेन्ट सेयर गर्छु। प्लिज आउनु माथि आएर सेयर गर्नु। सर लेखनाथ नगरपालिकाभित्रको एउटा व्यक्ति हुनुहुन्छ लेडिज हो, उहाँ चाहिँ भर्खर टिनेज एजको हुनुहुन्छ है। उहाँको चाहिँ फ्यामिलीमा 3वटा दिदीबहिनी छ, उहाँ एउटा हुनुहुन्छ। उहाँ 7 वर्ष पुगेको अवधिमा मात्रै उहाँलाई चाहिँ मेरो आमा हुनुहुन्न चाहिँ मैले आमालाई देख्न पाएको रहन्छु भन्ने गरेर उहाँलाई ज्ञान भएको छ। त्यसपछि उहाँलाई चाहिँ त्यो 7 वर्षको पिरियडमा पनि उहाँको फ्यामिलीबाट एकदम के टर्चर आउने होइन, प्रेसर दिने, काम गर्नुपर्ने सुधार नदिने यस्तो प्रब्लम भइरहेछ। त्यसपछि एसएलसी दिइसकेको पछाडि उहाँ चाहिँ भाग्नु भएको छ, घर छोड्नु भएको छ। किनकि उहाँलाई यति प्रेसर भएछ कि उहाँको फ्यामिलीदेखि लिएर उहाँको चाहिँ सोसलले पनि एकदम प्रेसर दिएछ। त्यसपछि उहाँ तनावमा हुनुहुँदैछ। पोखरदेखि उहाँ घर छोडिसक्नु भयो। 3 वर्षमा एकपटक चाहिँ उहाँको फ्यामिलीसँग कन्ट्याक्ट भएछ। अनि यो पिरियडमा उहाँले चाहिँ एकदम यति तनावले चाहिँ अब म चाहिँ बाँच्न आवश्यक छैन, मेरो विकल्प भनेको अब सुसाइड नै हो। त्यस पछाडि मैले चाहिँ उहाँलाई यो 15 दिनको पिरियडमा मैले 4 पटक भेटेँ। फर्स्टपटक उहाँसँग भेट भएको थियो। त्यसपछि मैले उहाँलाई केही सजेस्ट गरेँ। गरिसके पछाडि हिजोसम्मको केस मात्रै हो, उहाँ हिजो दिनभरि हुनुभयो 2 घन्टा 2 घन्टा। मैले उहाँलाई राम्रोसँग सम्झाएँ। त्यसपछि उहाँले बेलुकाबाट नयाँ लाइफ पाएँ भनेर इन्सपायर गर्नुभयो। म अब डु बेटर गर्छु भनेर उहाँले चाहिँ हरेक चिजको समाधान हुँदो रहेछ। म अब यो समस्यादेखि अब सोल्युसनै छैन भनेर म चाहिँ एउटा सुसाइडको यो कन्डिसनमा पुगेँ, म नयाँ जीवन लिएँ भनेर उहाँले मलाई आज बिहान पनि 3 चोटि फोन गरिसक्नुभयो। त्यही नै चाहिँ कस्तो भन्दाखेरि कस्तो यो ठिक हो कि यो ठिक हो भनेर ठिक नभएर गाली गर्दा म मेरो आजबाट त्यो वाउ लाग्यो। एकदम सोच्ने भयो। गुड। अरू के सोच्नु पर्ने रहेछ त्यस्तै हामीले ठिक परिचालन गर्यो भने हामी सक्सेस हुन्छौँ भन्ने लाग्यो। त्यो चाहिँ मलाई लाग्यो। त्यो बाउन्ड्री भन्दा थोरै बाहिर गएर सोच्नु पूर्व दिनभरिको कुराहरूलाई चाहिँ होइन राइट, त्यो पनि वाउ लाग्यो। ल अब तपाईँहरूले आज सिकेको पहिलो नम्बरको एउटा कुरा चाहिँ तपाईँलाई वाउ लागेको एउटा कुरा हो अर्को ट्रेनिङ फर द डे। सबभन्दा ठुलो इच्छा शक्ति रहेछ। इच्छा शक्ति भन्ने कुरा तपाईँले आज सिक्नु जान्नु अथवा चाहनु पढाउँछ। हरेक व्यक्तिमा केही न केही चाहिँ तत्त्व छ होइन, त्यसलाई उजागर गरिदिने, अर्को कपी गर्न नपर्छ। आफैलाई विश्वास गर्नु जीवन के हो र त्यसको अर्थ के हो भन्ने कुरा सिक्यो। सधैँ खुसी भविष्य र वर्तमान खुसी रहन्छ। भविष्य र गएकोलाई हेर्नु त वर्तमानलाई हेरौँ भन्ने लक्ष्यमा पुग्नु छ भने आत्मविश्वास चाहिँ आफूमा हुनुपर्छ। अर्को चाहिँ आध्यात्मिक जीवन र सांसारिक जीवनलाई टाइअप गरेर लाग्नुपर्छ सँगसँगै गो टुगेदर। एकचोटि जीवनलाई प्लेब्याक गरेर पछाडि फर्केर हेर्दा मैले त सास मात्र फेरेको रहेछ, जीवन चाहिँ बाँच्न बाँकी नै रहेछ भन्ने विगतलाई सम्झेर नपछुताउनु, किनकि त्यो सम्झना मात्रै हुन्छ। फ्युचरलाई सम्झेर मनको लड्डुसँग त जवाब नखानुहोस्, किनकि त्यो सम्झना काल्पना मात्रै हुन्छ। वर्तमानमा रमाउनुहोस्, त्यो नै बेटर हुन्छ। उहाँलाई उहाँको फुलदुली लागिरहेको मैले फिलिङ गरेँ एउटा म बाहिर बसेर अब्जर्भ गरिराखेका थिएँ। अनि एउटा अगाडि नै जुन हामी त्यो घटना डोरी मिलाउन थियौँ, त्यसबाट के लाग्यो भने जहिले पनि जुनसुकै घटनाक्रम इन्सिडेन्टहरूमा हामी समाधान त्यही मात्रै खोज्ने रहेछौँ। तर जुन त्यो 8-9 क्लासमा त्यो जेमेट्रीमा हाम्रो के थियो भने साध्यहरू थियो, ती साध्यहरू विपरीत भुजाहरू बराबर हुन्छन् भने त्यही मिलाउन खोजेर नभएर अलिक बाहिर लगेर अनि कोणलाई तानेर मिलाउनु पर्ने थियो नि। त्यति बेला पढियो मात्रै कहिले लागू गरिएन। अनि अहिले भयो जहिले त्यही मात्र समाधान खोजिने। तर त्यो इन्सिडेन्टभन्दा बाहिर समाधान खोज्यो भने के किसिमबाट त्यसलाई सोल्युसन गर्न सकिने रहेछ भन्ने कुरा एउटा भयो भने अर्को अघि यहाँ राख्दाखेरि त्यसले त्यहाँ धान्नु भएको थियो भनेपछि धेरैले बोल्दाखेरि धेरै लिडर हुँदाखेरि बिग्रँदाखेरि कहिलेकाहीँ एउटाले लिडिङ गर्यो भने अरूले फलोअरले साथ दिनुपर्ने थ्याङ्क यू। यहाँबाट बाहिर निस्केपछि अब नेपाली देश बनाउनु भनेर नगराउने कि आफ्नो नेता बन्न रूपमा 1 वर्ष कसरी लाने तपाईँले प्लान गर्नुहुन्छ? सबैले यो सबैले कम्पलसरी छ। यसमा डाइरेक्टर एक ठाउँमा बस्नु, भिपी एक ठाउँमा बस्नु, सचिव अध्यक्ष कोषाध्यक्ष आइपिपी एक्जिक्युटिभ एक ठाउँमा बस्नुहोस् र बाँकी मनोनेतहरू बिचमा बस्नुहोस्। विशेष त्यहाँ के कुरा भयो भने धेरै कुरा त आइसकेका छ। यो वर्ष जेसिसको वर्ष कसरी अगाडि हाम्रो मिसन भनेको चाहिँ यसलाई कसरी अहिलेसम्मका वर्षहरूभन्दा सर्वोत्कृष्ट बनाउने
आइपिपिज्यूलाई आफ्नो पद पनि थाहा छ। आइपिपिज्यू र आफ्नो प्रोटोकल मिलाउँदा त हजुरलाई प्रायः सबै थाहा छ होला। मलाई लाग्छ एक्जिक्युटिभको साथीहरू त योभन्दा पहिला पनि बोर्डमा धेरै वर्ष रहिसक्नु भएको छ। मलाई लाग्छ कि यो फ्लोरलाई हाम्रो पास्टला सर बाहेक यहाँ एक्जिक्युटिभमा हाम्रो सचिवज्यू पनि महासचिवज्यू नयाँ हुनुभएको छ। मलाई लाग्छ यहाँलाई आफ्नो पदीय दायित्वबारे त जानकारी पक्कै छ कि छैन भने अहिले फेरि त्यो टाइम लिनुपर्छ। पदीय दायित्वबारे थाहा आफ्नो इपिपीको बारेमा थाहा छ के काम गर्नुपर्छ यो वर्ष भनेर सबैलाई प्लान एक्सनमा अस्ति पास गर्नुभएको थियो तर नपढी पास गर्नुभएको थियो। जेसिसमा धेरै छलफल हुन्छ काममा चाहिँ कम हुनु गरेको छ है। छलफल पनि आज 35 आना हुने भएको छ तर 20 आना पनि भएको छ कि यो वर्ष यसरी पनि नानी हो कि जस्तो पनि भएको छ। साथीहरूलाई के चाहिँ यसमा भनेको कति काम गर्नु व्यावसायिक विकास क्षेत्रमा रहेर के काम गर्ने खास बिजनेस भनेर खास के मेरो नाम जोडिएको छ तर म कहिले पनि त्यही दिन पनि म फेरि दोहोऱ्याइरहेको छु। मैले विश्वजित लिएर आएर यो टिमको जित हो भनेर दिएको थिएँ र कहिले पनि म सिङ्गल मेन मैले रिडिङ गर्न पाएको थिएँ। तपाईँको साथ थियो र पोखरा जेसिसले जितेको थियो। ट्रायङ्गुलर थियो टिम। यस्तो किसिममा धेरैजना फेल हुन्छन् अरे होइन सर भन्ने कुरामा अघि जुन पोखरा जेसिसको जुन टिम थियो बन्दै गर्दै जाँदाखेरि लास्टमा त एउटा ट्रायङ्गुलरमै आइसकेका छौँ भने जुन एकदम उदाहरणीय टिम छ क्या। धेरैजना विशेषज्ञहरूबाट धेरै उपस्थिति भएको छैन टिम तर पनि डराउनु पर्ने अवस्था किन छैन भने धेरैजना आएर बोल्नेहरू धेरैभन्दा काम गर्नेहरू थोरै नै ठिक रहेछ भन्ने अघिकोबाट पनि सिक्यौँ हामीले। तर स्ट्यान्ड लिएर अनि मेरो जिम्मेवारी के हो भन्ने दायित्व बोध हुनुपर्ने रहेछ जुन हाम्रो पोखरा देशको टिममा छ पहिले नै त्यो छ। त्यसलाई अझ अगाडि बढाउन आवश्यक छ। चरितार्थ भइसकेको छ अझ त्यसलाई उत्कृष्ट भइसकेकोलाई सर्वोत्कृष्टको आवश्यकता म सधैँ त्यो शब्द दोहोऱ्याउने गर्छु भने मैले वर्षमा गर्न चाहेर हुँदै थियो र पनि साथीहरूले के छन् जुन वक्तित्व कला थियो त्योमा बेस्ट सबैलाई जुन दाइहरूले पूर्व अध्यक्षहरूले भन्नुभयो सबैजना प्रभाव छ भने मेरो मेन चाहना वर्ष 2012 मा टिमको चाहना के रह्यो भने टिमलाई यसरी लैजाउँ भनेर त्यो टिमहरू उत्कृष्ट रह्यो भने अनि त्यो त्यसको अलावा एउटा पर्सनालिटी डेभलपमेन्ट इच एन्ड एभ्री मेम्बरको पर्सनालिटी डेभलपमेन्ट र समुदायमा एउटा सूचनामूलक बोर्ड राखौँ भन्ने जुन एउटा टिमको सोच थियो त्यो जुन पर्सनालिटी डेभलपमेन्टमा के त भन्दाखेरि उसको अपियरेन्स पर्सनालिटी एउटा छँदैछ किनकि शरीरको हावभाव उसको स्पिकिङ स्टाइल र जुन ड्रेसअप लगायतका कुराहरूलाई एकदमै जेसिस भन्ने बित्तिकै फरक रहोस् मेरो एउटा चाहना थियो। र त्यसलाई अगाडि बढाउँदै आउँदाखेरि अहिले पनि साथीहरू फलो गर्नुभएको छ पक्कै पनि यसलाई यहाँले मेन्टेन गरिदिनु हुनेछ भने अर्को जुन त्यो स्पिकिङ जुन पोलाइटनेस छ र रेस्पेक्ट छ। रेस्पेक्ट मैले जेसिसमा आउने बेला मात्र होइन आज तपाईँ यो मिटिङ पछि तपाईँको घरमा जाँदा तपाईँको बुवा आमाले आज मेरो छोरोछोरी के परिवर्तन हो भनेर महसुस आजैबाट एहसास गर्न सक्ने भइदिनुहोस् भनेर मैले सधैँ भन्थेँ। रेस्पेक्ट गर्नुभयो भने रेस्पेक्ट टु अल भयो किन तपाईँले त अरूलाई रेस्पेक्ट गरेर तपाईँलाई रेस्पेक्ट गर्छ भन्ने कुरा मैले गर्थेँ। त्यसले गर्दाखेरि एकदम सफ्ट एन्ड पोलाइट वर्ड्स युज गर्ने र फिजिकल रूपमा पनि आफ्नो बडी फिट राख्ने अनि लुकिङ अपियरेन्स र ड्रेसअप लगायतका कुराहरूका साथमा एकदम डिसिप्लिन र पोलाइट भइदिनको लागि पक्कै पनि बाँकी भइराखेको थियो। बाँकीलाई यहाँले पुरा यो वर्ष 2013 मा हामी टिमले पुरा गर्नेछौँ भने एउटा मेरो मनमा लागेको पृथ्वीभित्र कता कुनै ठाउँमा पोखरा जेसिसले सूचनामूलक भोट जुन कि बाहिरबाट आउनेलाई वेलकम टु पोखरा भनेर पोखराको म्याप राखिदिउँ ठुलो नर्मलियो र बाहिर जाने बेलामा पनि के छ भने हेभ नाइस जोर्नी भनेर राखिदिउँ र नेपालको म्याप पुरै राखिदिउँ पूर्व पश्चिम कति दूरीमा के छ एकछिन बस्नेले पनि त्यही हेरेर समय बिताओस् र पोखरा जेसिस त्यहाँबाट प्रमोट होस् भन्ने एउटा चाहना थियो हाम्रो टिमको। 2012 मा 2013 मा यो हामी टिमले पक्कै पनि यसलाई पुरा गर्नेछौँ। यो अवसर दिनुभयो सरलाई थ्याङ्क यू। यो वर्ष चाहिँ मैले केही न केही चाहिँ जेसिसको उसमा चाहिँ फन्ड चाहिँ मैले गर्नेछु भन्ने चाहिँ थ्याङ्क यू। नेक्स्ट थ्याङ्क यू सर। म एलबिएन चेयरपर्सन लोकल बिजनेस नेटवर्क के काम बाबुराम भट्टराईले सम्म बनाउनलाई दिएको चलाइरहेको बिजनेसलाई अझ एकपल्ट तरिकाले राखेर तिनीहरूको नलेजलाई हामी पोखरा जेसिसमा पनि अझ यस्तो कुराले म अगाडि एलबिएल पनि भन्ने गरेको थिएँ काम भएको छ सबै साथी साथी छ। ट्रेनिङ पुरुष सभापति एक तालिम
मेरो चाहिँ त्यही हो, एक्सन प्लान अनुसार जुन जुन निर्धारण गरिएका ट्रेनिङहरू छन् तिनीहरू राम्रो तरिकाले हजुरले सोचे जस्तो तालिम भयो भएन, अझै भन्छ, अझै सोचेको यहाँभन्दा अझै माथि है। अब के छ भने लोन अफिसर्स त्यो अलिकति खुसियालौँ है, हामी चाहिँ मोटिभेसनल अथवा अरू धेरै फ्याक्टरहरू हामीले सिक्न पाएको छौँ होइन। तर हाम्रो जुन पोइन्ट छ लोन अफिसर ट्रेनिङ र हामी पदीय दायित्वबोधका कुराहरू छन् त्यसमा त अब बुझ्दैछौँ होइन। तर हामी जानुपर्ने अझै धेरै कुराहरू भन्ने चाहिँ मलाई फिल भइरहेको छ। समय हामीलाई कम भएको छ त्यो भएर त्यो चाहना अझै बाँकी नै छ है। अझै अफिसर्सलाई थाहा छैन र आफ्नो कामको बारेमा यो काम केही सोध्नु पनि सकिन्छ अरे यहाँले भनौँ न हामी त्यही पोइन्टमा छौँ थाहा छ। यस्तो छ अन्तर्राष्ट्रिय जेसी छ, नेपाल जेसी छ, अन्य जेसी शाखाहरू छन् जो उत्कृष्ट रूपमा सञ्चालन भइसकेका छन् होइन। एकदम सिस्टमेटिक चलिरहेकाहरू वर्षभरिमा सञ्चालन हुनेलाई अलिक सफल रूपमा सबै साथीहरूको गएको कार्यक्रम अध्यक्षज्यूले लिएर आउनु भएको छ। यो वर्ष ट्रेनिङलाई विशेष फोकस गरेर त्यो भनेको के छ भने हरेक 2 महिनाको एकपटक एउटा त्यस्तो जेसिस मेम्बरहरूबाटै मेम्बरहरूलाई जस्तो फ्राइडे ओराटरी हुन्छ त्यसरी नै एउटा ट्रेनिङको प्रोग्राम राख्छौँ हामीले होइन। त्यो निश्चित समय दिन्छ, उहाँले त्यो ट्रेनिङ चाहिँ दिनुहुन्छ र त्यसमा सबै साथीहरू सहभागी हुनुहुन्छ र कमेन्ट गर्नुहुन्छ। त्यो फ्राइडे ओराटरी जसरी चल्छ त्यसरी नै चल्ने त्यो कार्यक्रम वर्षमा एटलिस्ट हामीले 6 पटक गर्ने चाहिँ मनसाले अगाडि बढेछौँ। त्यो छ। एउटा मैले आजै जानेको कुरा के छ भने यो कुरा पक्कै सोधिन्छ भनेर मैले विधान हेर्दा आज त्यो ट्रेनिङको एउटा समिति पनि गठन हुने कुरा मैले जानकारी पाएँ। इभिपी र व्यक्तिगत विकास क्षेत्रको भिपी होइन र मसँग मिलेर एउटा कमिटी बन्दैछ। त्यसले चाहिँ यो धेरै कुरा त अब यहाँलाई पोस्टको बारेमा धेरै पोस्ट पनि खाइसक्नु भएको छ, धेरै भन्नु जरुरी जस्तो लाग्छ। यहाँलाई केही जानकारी नभएको केही छ लक्ष्य तस्बिर गर्ने? अस्ति पनि मिटिङमा धेरै कुरा भएको थियो यसको लागि। अस्ति मिटिङ भएको छ त यो वर्ष सबैले सहयोग गरेर राम्रो जेसिस हाम्रो जेसिस बनाउँ यो वर्षको प्लान त्यही थियो नि। अरू के थाहा मन लाग्छ नि यो ट्रेनिङ अर्गनाइज गरेर एउटा फेरि सानो ढुङ्गा थप्न मेहनत गर्नुलाई तर जे चिज पाउँछ भनेर आएको त्यो अझै पाएको छैन। सायद हाम्रो कलेजको ट्रेनिङमा पाउँछु कि त्यो अलि हाई लेभल भएको भएर होपफुली त्यहाँ रमन सरसँग फेरि भेट हुन्छ त्यतिखेर पाउँछु होला। अहिले अनुगमन सभापति सबैले अब हजुरले गर्नु काम सही पोस्ट राखेर छ अनुगमन सभापति। तर विधानमा त उल्लेख गरे अनुसार प्रत्येक कार्यक्रमको अनुगमन गर्ने, वार्षिक रिपोर्ट पेश गर्ने, त्यति 2टा पोइन्ट छ। अब अहिलेसम्मको अनुगमन सभापतिज्यूहरूले त्यही नै गर्नुभएको छ। तर त्योभन्दा एक्स्ट्रा के गर्न सकिन्छ त्यो मलाई क्वेरी छ। किन भन्दा जुनसुकै पद लिए पनि एक्स्ट्रा केही गर्न सक्यो र देखाउन सक्यो भने जुनसुकै पदमा पनि हुँदो रहेछ भन्ने विभिन्न पद खाने साथीहरूले अघिल्ला वर्षहरूमा नि गर्नुभएको छ। जस्तै सदस्यता समन्वय अनि त्यसपछि गएर हाम्रो एमआरको जानुभयो, उहाँले धेरै राम्रो अनि शुक्रबार सर यहीँ हुनुहुन्छ धेरै त्यो पद अनुसार त्योभन्दा नि अझ फड्को मारेर काम गर्नुभएको छ। अघिल्लो वर्षको आकलन हेर्दाखेरि हुन त सबैको दायित्व उत्तिकै छ, सबैले पुरा गर्नुभएको छ र पनि त्यो 3वटा पोस्टले अलिक बढी गरेको देखिएको छ। त्यही भएर पोस्ट अनुसारको काम के गर्दा अझ राम्रो हुन्छ र एउटा फड्को मार्न सकिन्छ भन्ने सोच छ। थ्याङ्क यू। मिसन म यसपालि शाखा सम्पादक वर्ष 2013को लागि र पहिला त्रैमासिक रूपमा बुलेटिन प्रकाशन हुन्थ्यो अरे, त्यो हुन्थ्यो अरेलाई म हुन्छ भन्ने यो वर्ष ग्रहण गर्दछु। र अन्तिममा हामीले जुन राष्ट्रिय अधिवेशनमा लाने जुन पोखराको वेट अनुसार हाम्रो त्यो स्मारक अलिकति पितल जस्तो लाग्छ, त्यसलाई म पोखरा अनुसार स्वर्ण रूपमा ग्रहण गर्दछु। र सरलाई मेरो भूमिका केही थपिदिन मन छ भने म नजाने कुरा छ भने म आशा गर्दछु। थ्याङ्क यू। मलाई लाग्छ अब आफै टिचर पनि हुनुहुन्छ, यहाँको बाबु शुक्रबार सर पनि धेरै राम्रो भएको छ। मलाई लाग्छ यहाँले सोचे भन्दा धेरै राम्रो काम गर्ने हामीले विश्वास गरेका छौँ। थ्याङ्क यू। कोही साथी छुट्नु भयो आफ्नो पहिलो बोर्ड मिटिङ, पहिलो साधारण सभा, ट्रेनिङहरूमा पनि मैले सबै साथीहरूलाई फोन गरिराखेको छु। मैले पोहोर सदस्यता समन्वय सभापतिमा सबैसँग फोन गरेर कोअर्डिनेसन जसरी गरेको थिएँ यो वर्ष पनि मैले सचिव भए पनि मैले त्यो कामलाई पनि गरिरहेको छु। सबैसँग लिङ्क बनाइरहेको छु। सम्म त हिजो साँझ पनि म धेरै साथीहरूलाई फोन गरेँ, बिहान पनि मैले फोन गरेको छु। विचार गरेर चेक म सही गर्छु। सोच विचार गरेर अनि कोष वृद्धि गर्छ। धेरै कुरा भन्नु छैन। कोषलाई चाहिँ कार्यक्रमभन्दा पनि यो उठाउनु
यु अल म पोखरा जेसिसको नामाकरणको हिसाबले पहिलो महासचिव मेरो कार्यभारभित्र मातहतका सदस्य साथीहरूलाई छापा माध्यम र विद्युतीय सञ्चार माध्यमहरूबाट पत्राचार गर्ने विभिन्न बैठकहरू तथा कार्यक्रम यसमा क्रस गरिहाल्यो भने आज कतिले सबै चलनमा छ सचिवजी आफै यदि राम्रो हुन्छ होला काम नराम्रो पुरै महासचिव मनको सुन्दर छ सर त्यस गतिविधिहरू उहाँहरूलाई प्रेसित गर्ने र उहाँका गतिविधिहरू बुलेटिन मार्फत अथवा चाहिँ सूचना पार्टी मार्फत सदस्यज्यूहरूलाई जानकारी गराउने सचिवालयका कागजपत्रहरू दस्तावेजहरू यथास्थितिमा राख्ने तिनीहरूको संरक्षण गर्ने र पोखरा जेसीले आयोजना गर्ने कार्यक्रमहरूमा एमसीको भूमिका पनि खेल्ने यी भूमिकामा प्रायः लिने गर्ने हुँदाखेरि टिचरको रूपमा चाहिँ त्यही किसिमको मजा छ भने स्टुडेन्टको रूपमा पनि त्यही किसिमको मजा लिने आज है यो महासचिव मैले देखेको वर्ष 2013को लागि अध्यक्षज्यूले मलाई कानुन सल्लाहकारमा मनोनित गर्नुभएको छ विधानको रक्षा गर्ने भन्ने हुन्छ हाम्रो व्यवहारिक हिसाबमा तर हाम्रो विधानमा त्यो चाहिँ छैन त्यही पनि अगाडिदेखि हाम्रो प्रचलन चलिआएको प्रचलन अनुसार कोरम पुग्ने नपुग्ने र सभा चलन अनुसार जानकारी त्यसले गराउनु पर्ने हुन्छ त्यही नै मेरो भूमिका रहनेछ र बाँकी यस वर्ष अध्यक्षजीको प्रकरण हाम्रो एपीजीले पारित गर्नुभएका जुन कार्यक्रमहरू छन् ती कार्यक्रमलाई सहकार्य गरेर साथीहरूसित हातेमाला गरेर यो वर्षलाई 16 वर्ष बनाउन सकिन्छ भन्ने मलाई लागेको छ। एवं कार्यक्रम भनेको विधानमा त उल्लेख गरेअनुसार दुईटा मात्रै पुनः उल्लेख गरेको छ त्यहाँ अध्यक्षज्यूसँग अध्यक्षज्यूसँग निकटताको कार्यक्रम गर्ने र विशेष गरेर मतका जुन चाहिँ भिपी डाइरेक्टरहरू छन् उहाँहरूसँग समन्वय गर्ने र प्लस हाम्रो पोखरा जेसिसमा विशेष गरेर कम्युनिटीमा जाने प्रोग्राम जेसिस प्रोग्राम छ त्यसमा चाहिँ कार्यकारी निर्देशन गर्ने गरेको छ। त्यसमा हुन त सबै साथीहरूको टिम त हामीले अघि नै देखिसकेका छौँ निर्वाहन हामी पनि कार्यक्रमको सफलता साथ गर्न सक्दैछौँ। त्यही अनुसार जबदेखि जुन चाहिँ तपाईँलाई माया लाग्छ नि तपाईँले यी कामहरू अटोमेटिक आफै एकाउन्ट हुने त्यसले गर्दा आज त्यो जति पनि कुरा भएको छ पहिलो कुरा तपाईँले जेसिसलाई माया गर्नुहोस् दिलबाट। यसमा हाम्रो सरले एउटा मन्त्र सिकाउनु भएको छ एक दिनमा 1% मात्रै माया गर्नुहोस् 100 दिनमा तपाईँले 100% जेसिसलाई माया गर्नुहुन्छ। जब तपाईँले जेसिसलाई मात्रै होइन तपाईँको अर्गनाइजलाई आफू भएको ठाउँलाई 100 दिनसम्म माया गर्नुहुनेछ तपाईँले प्लान गरेका प्लान अफ एक्सन वर्षभरि होइन कि तपाईँको लाइफ लङै 100% एकुरेट हुँदैन। सबैजना हामी विद्यार्थी होइन 100 नम्बर आओस् भने जाँदैछौँ होइन 100 प्लानमा तर हामीले रियली 100% एचिभ गरिबेर्छौँ। सायद आजको ट्रेनिङमा पनि त्यही भएको छ। तपाईँलाई लागेको थियो होला कि आज रमन सर आएर एकदमै 100मा 100 आउँछ होला भन्नुभएको थियो तर त्यो आजको यो पढाइ भने तपाईँले दिएको जाँच जस्तै हो कि तपाईँले बुझ्नु भएको छ होला कतिले त्यसलाई तपाईँले एक्सनमा लानुहुन्छ र 100% तपाईँले आजदेखि तपाईँले एउटा कमिटमेन्ट के गर्नु पऱ्यो भने आज पहिलो दिन आज जनवरी कति आज 29 जनवरी 29देखि अब दिन गरेर 100 डेज पुग्नु तपाईँले 100% लभ गर्नुहोस् संस्थालाई आफूले लभ गर्नुको जानु लागेको छ। अब तपाईँले केही गर्नु पर्दैन ब्लाइन्ड फल पनि तपाईँले हेर्नु भएको छैन वर्ष आफै सक्सेस हुन्छ कि काम त तपाईँलाई थाहा छ नि यो काम गर्नुपर्छ भने बिहान उठेपछि ब्रस गर्नुपर्छ भने कसैले सिकाउनुपर्छ र अहिले तपाईँले गरिरहनु मलाई लाग्छ आजको एकदमै मैले पहिले भनेको थिएँ रमन सरसँगको टाइममा वान डे भने या त हाफ डे पनि भयो यो त जस्ट एउटा माइन्ड रिफ्रेस मात्रै आज चाहिँ के भन्छ नि यो मुभीको के भन्छ कास्टिङ हो। आज जस्ट कास्टिङ देख्नु भएको छ फिल्म अघि बाँकी दोस्त आज पात्र परिचय भएको छ मलाई लाग्छ। हामी अब तपाईँले चाहनु भने कुनै दिन रमन सरलाई अरूहरूले एकदमै हिज भेरी प्रोफेसनल ट्रेनर मैले पनि पहिला भने हो हामीले पैसाको हिसाबले कहिले पनि होला हामीले जेसिसले अथवा हामी संलग्न संस्थाहरूले होला कहिले पनि इन्भाइट गर्न सक्दैनौँ मलाई लाग्छ है। जहिले पनि उहाँलाई गुनासो त्यही हो यति महँगो मान्छेलाई हामी पाइरहेको छौँ एकदम कर्पोरेट उहाँले एउटा के भन्नुभएको थियो मलाई छ पैसा भएको छ 1 रुपियाँ पनि छोड्दिनँ मैले आर्ट गरेको मात्रै मैले भन्दैछु है। रमन सरलाई फेरि दिलमा दुःख लाग्ने सबै दुःखमा जाना छ केही दिन जाना होइन उहाँले भन्नुभएको थियो यस्तो सिकाउने ठाउँमा उहाँको मिसन पनि छ कि हामी जस्तै उहाँ जस्तै 5 लाख हुने युवाहरू तयार पार्दै हुनुहुन्छ
निकट भविष्यमा पनि मिसन छ। उहाँको पछि आज जति पनि साथीहरू यहाँ आउनु भएको छ नि, मलाई लाग्छ उहाँको त 5 वर्षको टेन्योर छ। हामीलाई लाग्छ हामीलाई 5 वर्ष त नलाग्ला, सँगसँगै 2 वर्षमै हामी यहाँको जुन एउटा मिसन छ त्यसलाई हामी पुरा गर्नेछौँ। मलाई लाग्छ त्यसबाट कमाएको एउटा रेभेन्यूले यहाँलाई रोयल्टी दिनेछ। यति भन्दै आज धेरै कुराहरू त अझै मैले भने फिल्मको कास्टिङ हो, फिल्म अझै बाँकी छ साथीहरू। फिल्म हेर्नको लागि फेरि भित्र प्रतीक्षामा, तर अबको फिल्म चाहिँ अलिक महँगो पर्छ। यो चाहिँ टेलर भन्छ। यति भन्दै मलाई लाग्छ बिहान आउँदाको तपाईँ र अहिलेको तपाईँमा मलाई लाग्छ सबै अनुहार हेर्दा मैले चाहिँ एटलिस्ट 60% चेन्ज पाइसकेको छु। बाँकी 40% अप टु यु। We cannot change people. That is fact. Change begins from yourself. तपाईँ आफैबाट चेन्ज सुरु हुने हो। मलाई लाग्छ जीवनमा जेसिसमा लाएर मैले चाहिँ म 12 वर्षको जेसिसमा लागेको, मैले चाहिँ चेन्ज मैले महसुस गरेको छु। द्याट अप टु यु। थ्याङ्क यू भेरी मच। आज यो मेरो जबरजस्ती मेरो एउटा आशा थियो कि मैले रमन सरलाई साथीहरूलाई चिनाउँ, नभए सायद चाहिँ 2 दिन अगाडि मैले रमन सरलाई नभेटेको भए चाहिँ साथीहरूलाई आज भेटाउनु पनि सक्ने अवस्था थिएन। मलाई हाम्रो राष्ट्रिय पूर्व अध्यक्ष दीपक दाइले नै यस बेला सम्झिन चाहन्छु कि उहाँले एउटा प्रोग्राम हाम्रो 20 एउटा काम गर्ने अवसर दिनुभएको थियो। त्यो बेला फेरि भोलि जान्छ। उसी वाल द बेस्ट। थ्याङ्क यू भेरी मच। म आग्रह गर्न चाहन्छु यथास्थानमा र यसमा म व्यक्तिगत विकास क्षेत्रका उपाध्यक्ष जेसी शिव सापकोटाज्यूलाई समेत आसन ग्रहणका लागि म आग्रह गर्न चाहन्छु र जेसिसको तर्फबाट आभार प्रकट गर्न सेयर गरिदिनका लागि म पूर्व अध्यक्ष पोखरा जेसिस वर्ष 2009 का पूर्व अध्यक्ष विश्वेश्वर आचार्य सरलाई म आग्रह। अध्यक्षज्यू, रमन सर, माई डियर कलिग्स, जेसिसमा मात्रै होइन कि आजकल अर्गनाइजेसनमा चाहिँ सबैजना राम्रो मान्छे हुँदैन। कोही कोही यति खराब मान्छे हुन्छन्, त्यस्ता मान्छेहरूले अर्गनाइजेसन डुबाउने अवस्था देखिरहेछन्। जति पनि अर्गनाइजेसन डुबिरहेछन्, कोल्याप्स भएको छन्, जेसिस एउटा इक्जाम्पल मात्रै हो कि त्यस्ता व्यक्तिहरू छन् अर्गनाइजेसन। जेसिसमा पनि त्यस्ता व्यक्तिहरू छन्। कुनै दिन एकजना एकदमै बदमास संस्था डुबाउने व्यक्तिको मृत्यु भयो भने जसको मृत्यु भएको छ अर्गनाइजेसनको जुन हाम्रो सचिवालय हुन्छ त्यसको प्राङ्गणमा उसलाई त्यहाँ अन्तिम श्रद्धाञ्जलीको लागि राख्ने र त्यहाँ अब आउने कुराहरू भयो। सबैजना जेसिस साथीहरूलाई त्योसँग अथवा इन्भल्भ हुने सबै मेम्बरहरूलाई त्यहाँ आमन्त्रण गरियो। अब मान्छे मृत्युवरण गरिसकेपछि त सबैजना आउने क्रम रहि नरह्यो। सबैजनाले मनमा सोच्नु भएको थियो मरेको मान्छे यहाँ थाहा पाइसक्नु भएको छ, फलानु त एकदमै बर्बाद थियो, त्यो मरेर जेसी संस्थाले धेरै राम्रो भयो। नराम्रो गर्नलाई सब त्यसै भन्छ नि होइन, हाम्रो भन्नु चलन छैन। सबैले त्यही भन्दै आउँदै थिए फलानु अब चाहिँ संस्था राम्रो हुने हो कि, खुसी हुँदै थिए, मनमा नै खुसी हुँदै थिए। फलानु त गयो, अब संस्थाले मुहार चेन्ज गर्ने भयो भन्ने कुरा हुँदै थियो। जुन पालो राखियो, अध्यक्षले प्रोसिडिङ गर्नुभयो, अध्यक्ष आउनुभयो, कफन हेर्नुभयो। हेर्दै उहाँलाई एकदमै निराशा जाग्यो। मैले हातमा फुल पनि लिएर आउनु भएको थियो। मलाई लाग्यो यस्तो मान्छेलाई त के को फुल चढाउनु, फुल चढाउनु पनि मलाई मन लागेन। उहाँ चाहिँ फेरि निदाउनु हुँदै फर्किनु भयो। यो मृतले त्यो सबै कुरा सबैले पालो पाए। त्यहाँ सबैजनाले त्यहाँ फुल लिएर गएका थिए, कसैले पनि फुल अर्पण गरेन, श्रद्धाञ्जली व्यक्त गरियो। यहाँलाई लाग्छ किन त्यो कफनमा कसैले पनि फुल अर्पण गरेन? वाट्स द रिजन बिहाइन्ड द्याट? यस, क्वेसन गो टु यु। यसले मान्छे एन्सर दिनुपर्ने छैन। अरू सबैले बोल्न पाउनुपर्छ है। यो पनि एउटा वकिलको एन्सर हो है। यस्तो पनि हुने गरेर घटनाहरू। प्लिज अरू पनि जाउँ न। हाम्रो एन्सर त्यही छ कि आजको यो ट्रेनिङको एन्सरै त्यही हो। यो यसको राइट एन्सर आयो भने आजको जुन रमन सरले बिहानदेखि अहिलेसम्म कराएको बल्ल 7 घण्टा हुनेछ। मोर एन्सर प्लिज। पर्सनल जजमेन्ट आफूलाई जे लाग्यो त्यही गर्छ। मोर एन्सर प्लिज। एभ्रीबडी हेज टु स्पिक। स्पिक अप।
यता पनि दिन पाइँदैन सर। यहाँले जुन कफनमा जुन लास थियो लासमा यहाँले ल्याएको जुन फुल किन अर्पण गर्नुभयो भने यहाँले श्रद्धाञ्जली तपाईँलाई आउनु भएको छ, सबैजना श्रद्धाञ्जलीलाई आएको छ, कफनमा किन फुल चढाइयो? अध्यक्षज्यू यहाँले पनि भइसक्नु पाउनुहुन्छ। यी कुराहरू थियो कि भेरी गुड, लेट्स गिभ अ बिग कफनमा के गरिरहेको रहेछ भने कफनमा त ऐना रहेछ, जो आउँछ उसले आफ्नै ऐना हेर्छ, आफ्नो ऐनामा लास, आफ्नो ऐनामा कसरी फुल चढाउनु, आफू त जिउँदैछ। पोखरा जेसिस कता कता त्यो अवस्थामा पुगेको पनि हो कि, अथवा हामी जुन अर्गनाइजेसनमा छौँ त्यो अर्गनाइजेसन कता कता फुल चढाउने अवस्था पुगेको पनि हो कि, हामीले फ्ल्यास गरेको कोर्डिनेसन एट लास्ट फ्रम कोर अफ माई हार्ट धेरै धेरै हामीले जेसिस तर्फबाट म धेरै सबलाई धन्यवाद दिन चाहन्छु। रमन सरलाई हाम्रो एउटा निमन्त्रणालाई साँच्चीकै यो नेपाललाई सुन्दर बनाउने यहाँको परिकल्पनामा हामी साथ दिन कसेका छौँ लाग्छ। हामी त्यो बिहारमा हामीले कुरा गर्नेछौँ भने मलाई जुन कुनै एउटा छुटेको कुनै एउटा मेरो कुरा थियो यहाँ काठमाडौँको मान्छेलाई धन्यवाद दिँदै म दिन चाहन्छु। थ्याङ्क यू पास्ट प्रेसिडेन्ट अफ पोखरा जेसी। यहाँलाई के निवेदन गर्दछु भनेदेखि जानेको कुराहरू व्यवहारमा प्रयोग गरिदिनुहोस्, त्यति मात्र निवेदन गर्न चाहन्छु। आज मैले धेरै कुरा सुरुको जोक जस्तै केही कुराहरू सेयर गरौँला भनेको कुराहरू छुट्यो मेरो। म तल इन्फर्मल सेसनमा तपाईँहरूमा भएका केही जिज्ञासाहरू र केही मायाको चिन्हहरू केही पुस्तकहरू छन् मसँग, तपाईँहरूलाई ठेगाना पनि सेयर गर्नेछु। यति गतिला हसमुख मित्रहरू राष्ट्र निर्माण र संसारलाई गतिलो बनाउन लागिराख्नु भएकोमा त्यो कमिटमेन्ट देख्दाखेरि, अनुहारमा फुल फुलेको देख्दाखेरि धेरै मजा मस्ती आनन्द र बाँच्ने दिनहरूमध्ये आज प्रशिक्षणको प्रशंसा गर्ने त मसँग शब्दहरू नै छैन। अब यसपछि म जोड्न चाहन्छु आजको कार्यक्रमलाई प्रमाणपत्र वितरणका लागि र लक्ष्मी देवकोटा, सन्तोष शाही, जेसी पाटकोला, जेसी मेजरमान छेत्री, फोटो मीडिया थ्याङ्क यू गिरी, जेसी विष्णुबहादुर थापा, जेसी गणेश गिरी, जेसी शिव सापकोटा, महासचिव अन्तमा महासचिव जेसी दिपेन्द्र पाए। प्रोटोकल अनुसार तलमाथि भएको भए अथवा पदमा त्यस्तो के परेको भए म व्यक्तिगत रूपमा क्षमा चाहन्छु। र यसपछि हामी हुन त हाम्रो माया नै ठुलो हो, यद्यपि हामीले मायाको चिनोको प्रमुख प्रशिक्षक सरलाई व्यवस्था गरेका छौँ र यो मायाको चिनो ग्रहण गरिदिनका लागि प्रमुख प्रशिक्षक सर र बिपी सर प्रथमतः विश्वेश्वर प्रसाद आचार्यज्यू जो पूर्व अध्यक्षज्यूलाई म आग्रह गर्दछु मायाको चिनो ग्रहणका लागि र प्रदान गर्नका लागि म अध्यक्षज्यूलाई आग्रह गर्दछु। विशेष त उहाँले रमन सरलाई पोखरामा हामीको यो हाम्रो यो प्रशिक्षणको माहौल मिलाइदिनु भएको र पहल गरिदिनु भएकोमा हामी धन्यवाद पूर्व अध्यक्षज्यू र मायाको चिन्हको साथमा एक्नोलेजमेन्ट र त्यसै गरी पोखरा जेसिसको स्मारकका समेत संलग्न गरी मायाको चिन्ह वितरण गरिदिनका लागि म अध्यक्षज्यूलाई आग्रह गर्छु।
मास्टर अफ सेरेमनी पोखरा जेसिस वर्ष 2013 का महासचिव दिपेन्द्र पहाडीज्यू, इस कार्यक्रम का सभाध्यक्ष आमन्त्रित प्रशिक्षक श्री रमन नेपालीज्यू, पोखरा जेसिस सन् 2009 का अध्यक्ष एवं यस वर्ष 2013 का यालार अधिकारीज्यू, पोखरा जेसिस वर्ष 2013 का बोर्डका साथीहरू र हाम्रो निमन्त्रणलाई स्वीकार गरेर आउनुभएका साधारण सदस्यज्यूहरू र बाहिरबाट पाल्नुभएका अन्य सङ्घ संस्थाको प्रतिनिधित्व गरेर पाल्नुभएका सदस्यज्यूहरू, विशेष गरी म यहाँहरूलाई आभार प्रकट गर्न चाहन्छु। आजको पोखरा जेसिसको पहिलो डोम अफिसर्स ट्रेनिङमा यहाँहरूको जुन उपस्थिति रह्यो त्यो उपस्थितिप्रति म आभार व्यक्त गर्न चाहन्छु। र हाम्रो जुन वार्षिक कार्ययोजनाको अन्तर्गतको जुन पहिलो कार्यक्रम डोम अफिसर्स ट्रेनिङ हामीले आज सम्पन्न गरेका छौँ र यसमा हामीले चाहिँ जनवरी महिनामा भनौँ या वर्षको पूर्वार्धमा हामीले चाहिँ डोम अफिसर्स ट्रेनिङ सञ्चालन गर्ने गर्दछौँ र सोही अनुसार हामीले जनवरी महिनामै यो कार्यक्रम सम्पन्न गर्न सकेका छौँ। यसप्रति पनि म विशेष यहाँहरूप्रति कृतज्ञता छु। र जुन शाखा पदाधिकारी तालिम भनेको कस्तो भन्दाखेरि शाखाका पदाधिकारीज्यूहरूलाई आफ्नो पदीय दायित्व बोध गराउने विशेष त्यो हुन्छ र यहाँहरू धेरै वर्षदेखि आफ्नो भनौँ न विभिन्न पदमा रहेर पदीय दायित्व ग्रहण गरिसक्नु भएको हुनाले मैले यो वर्ष अलिकति पृथक ढङ्गले मेरो एलआरपिसीज्यू अथवा पूर्व अध्यक्षज्यूसँग कोअर्डिनेसन भइसकेको भन्दा अलिकति भिन्न किसिमले यो वर्ष डोम अफिसर्स ट्रेनिङ गरौँ न भन्ने अभिप्रायले हामीले अलिकति भिन्न किसिमको डोम अफिसर्स ट्रेनिङ गरेँ यो वर्ष। यो नै हाम्रो पोखरा जेसिसको लागि नै उत्कृष्ट कार्य भएको मैले महसुस गरेको छु। किन भन्दाखेरि अन्य शाखाहरूले गर्ने कार्यक्रमभन्दा पोखरा जेसिस भनेको नेपाल जेसिस अन्तर्गतको उत्कृष्ट शाखा रहेको हुँदाखेरि हामीले भिन्न किसिमले कार्यक्रम गर्नुपर्दछ भन्ने अभिप्रायले नै हामीले यो गरेका हौँ। र यसमा पदीय दायित्व प्रायः धेरै साथीहरूलाई थाहा भयो कि अहिले पनि बिपी सरले जुन साथीहरूसँग क्युरिजहरू राख्नुभयो भने धेरै साथीहरूले आफ्नो दायित्वबोधको बारेमा चाहिँ धेरै अनुभव भएको मैले प्राप्त गरेँ यहाँबाट। त्यो बढी प्रभावकारी रह्यो र विशेष गरी चाहिँ हाम्रो यो प्रोग्राम ऐतिहासिक रहेको मैले महसुस गरेको छु र यस तालिमबाट चाहिँ यहाँका हाम्रो पोखरा जेसिसका पदाधिकारीज्यूहरू यस संस्थामा मात्र नभए आफ्नो जुन पेसा व्यवसायहरू पनि ह्यान्डल गरिराख्नु भएको छ त्यो व्यवसाय र पेसालाई पनि केही गरेको थिएँ। मेरो कोषाध्यक्ष भनौँ या अहिलेको अध्यक्षज्यूले अलिक मलाई घचघचाइराख्नु भएको थियो र हामीले जुन यो प्रोग्राम अस्तिको जेनरल मिटिङ हामीले चाहिँ जेनरल मिटिङ जुन गत यो नै मेरो लागि एउटा गौरवको विषय रहेको छ। विशेष गरी संयोजकज्यू छोटो निमन्त्रणालाई यहाँले स्वीकार गर्नु भने हिजो मात्रै हामीले सर्कुलर बनाएर यहाँहरूलाई एसएमएस पनि गरेको थिएँ। त्यो एसएमएस र फोन अनि सानो पत्रको आधारमा यहाँ चाहिँ उपस्थित भइदिनु यत्रो साथीहरूमा चाहिँ एकदमै खुसी छु। किन भन्दाखेरि 20-25 जना साथीहरू आउनुभएको थियो। 3-4 जना साथीहरू जो कि अलिकति उहाँको कार्यव्यस्तताले उहाँ गर्नलाई यहाँले कस्तो रोल खेल्नुभयो भन्दाखेरि यो मैले अविस्मरणीय रोल भन्ने गर्दछु। किन भन्दाखेरि यहाँले चाहिँ हाम्रो कार्यक्रमलाई अलिकति पृथक ढङ्गबाट सम्पन्न गरिदिनु भएको छ र कुशल प्रशिक्षक हुनुहुन्छ यहाँबाट चाहिँ जुन हामीले चाहिँ यहाँ जस्तो भनौँ न प्रशिक्षक नेपालमा 5 जना भइदियो भने यो देशमा चाहिँ सायद त्यति धेरै ट्रेनरहरूको आवश्यक पर्दैन जस्तो मलाई लाग्छ। सकारात्मक सोच छ र पोखरा जेसिस हर हमेसा यहाँहरूलाई प्रशंसा मात्र गर्दैन, जेसिस युवाहरूलाई अगाडि बढाउनको लागि सधैँ दाइको साथ दिने पनि विश्वास व्यक्त गर्न चाहन्छु म। र सम्पूर्ण पोखरा जेसिसका बोर्डका साथीहरू इभन साधारण सदस्यज्यूहरूको पनि उपस्थिति रहेको छ र विशेष गरी पूर्व अध्यक्ष जेसी विश्वेश्वर प्रसाद आचार्यज्यूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु र कार्यक्रमका प्रमुख आमन्त्रित प्रशिक्षकज्यू श्री रमन नेपालीज्यूपट्टि आभार प्रकट गर्न चाहन्छु र मेरो यो अध्यक्ष मन्तव्य यही Thank you, JC Vishnu Bahadur Thapa, the President of Pokhara JCs. Now I'd like to call from the podium the chairperson of today's program, JC Saligraf Giri Sital, to deliver his speech as a chairperson. धन्यवाद कार्यक्रम सञ्चालक तथा पोखरा जेसिस वर्ष 2013 का महासचिव जेसी दिपेन्द्र पहाडीज्यू, यस गरिमामय कार्यक्रमको प्रमुख प्रशिक्षकको रूपमा रहनुभएका प्रमुख आमन्त्रित व्यक्तित्व रमन नेपालीज्यू, वर्ष 2013 को अध्यक्षता ग्रहण गर्नुभएका जेसी विष्णुबहादुर थापाज्यू, पोखरा जेसिसका पूर्व अध्यक्ष जेसी विश्वेश्वर आचार्यज्यू, व्यक्तिगत विकास क्षेत्रका उपाध्यक्ष जेसी
शिवप्रसाद सापकोटाज्यू, त्यसै गरी यस कार्यक्रमको संयोजन गर्नुभएका जेसी मोहन प्रसाद अधिकारीज्यू, पोखरा जेसिस वर्ष 2013लाई सफल तुल्याउनको लागि अन्य आमन्त्रित व्यक्तित्वहरू सबैमा म पोखरा जेसिस वर्ष 2013को ट्रेनिङ पुल सभापतिको हैसियतले हार्दिक अभिवादन गर्दछु। एउटा ट्रेनिङ हामीले लिइसकेका थियौँ भने आज शाखाको लोम अफिसर ट्रेनिङ भनेर अर्को ट्रेनिङ आयोजना गऱ्यौँ र त्यो समाप्त। जीवन उपयोगी कुराहरू पाउनु सबैभन्दा ठुलो कुरा हो। खाइन्जेललाई मिठो कुरा पायो र त्यो भोलि स्वास्थ्यको लागि हानिकारक हुनमा चेन्ज ल्याउँछु अबबाट, अथवा मेरो आसपासका मान्छेहरूलाई यी कुराहरू सेयर गर्छु भनेर यो ट्रेनिङ हलबाट बाहिर निस्कन सक्नु नै हाम्रो लागि सबैभन्दा ठुलो उपलब्धि। हार्दिक आभार व्यक्त गर्दछु र उहाँलाई ल्याउनको लागि सहयोग गर्नुहुने, मुख्य भूमिका खेल्नुहुने जेसी विश्वेश्वर आचार्यज्यूप्रति पनि म हार्दिक आभार व्यक्त गर्दछु। रमन नेपालीज्यूको ट्रेनिङ यसभन्दा अगाडि लिने सौभाग्य जुटाएको रहेछु, त्यस मानेमा म आफूलाई भाग्यमानी पनि सम्झेको छु। आजभन्दा सम्भवतः 4-5 वर्ष अगाडिको कुरा हो। गोल्सा अर्गनाइजेसनले अर्गनाइज गरेको एउटा ट्रेनिङमा म उपस्थित हुँदा सरलाई त्यहाँ भेटेको थिएँ। त्यति बेलाको नाम मैले याद गरेन छु। आज सरको अनुहार अगाडि देख्न पाएँ, त्यस मानेमा पनि म आफूलाई अलिकति अगाडि हुन पाएको जस्तो लाग्यो। साथीहरू, हाम्रा हरेक कार्यपूर्ण तपाईँहरूप्रति म हार्दिक आभार व्यक्त गर्दछु र मुख्यतया हाम्रो सचिवज्यू, महासचिवज्यू जसले कार्यक्रमलाई सञ्चालन गरिरहनु भएको छ, कार्यक्रमलाई मिठो बनाउनमा उहाँको पनि योगदान छ, त्यसमानेमा पनि म उहाँलाई हार्दिक आभार व्यक्त गर्दछु र हरेक हाम्रा कार्यक्रमहरू राम्रा हुन्, सफल हुन्, त्यसमा हाम्रो सफलता लुकेको छ। यही भन्दै मेरो यो सभापतीय मन्तव्य म यहीँ अन्त्य गर्दछु। शीतलज्यूलाई वास्तवमै मेरो पनि व्यक्तिगत बुझाइ त्यही नै छ। मैले यो तालिमभन्दा अगाडि विशेष रूपमा आफूलाई एकदमै अस्तव्यस्त रहेछु व्यक्तिगत जीवनमा र जेसिसका कार्यक्रमहरूमा पनि त्यो व्यस्ततालाई अझै सिस्टमेटिक रहेर मिलाउँदै जाने कोसिस गर्नेछु। मैले त्यो सिकेँ। हामी कार्यक्रमको उत्तरार्धतर्फ आइसकेका छौँ। धन्यवाद ज्ञापन र अलिकति प्रशिक्षार्थीको तर्फबाट केही भनाइसहित धन्यवाद गरिदिनु हुनका लागि व्यक्तिगत विकास क्षेत्रका उपाध्यक्ष जेसी शिव सापकोटाज्यूलाई म आग्रह गर्न चाहन्छु। मास्टर अफ सेरेमोनी वर्ष 2013 का महासचिव जेसी दिपेन्द्र पहाडज्यू, व्यासमा रहनुभएका कार्यक्रमका सभापति महोदय, वर्ष 2013 का अध्यक्षज्यू, पूर्व अध्यक्षज्यू, प्रमुख प्रशिक्षकज्यू, कार्यक्रम संयोजकज्यू र तपाईँ सम्पूर्ण जेसी मित्रहरू, वर्ष 2013लाई नयाँ सोच र नयाँ कार्यक्रम र नयाँ पदीय दायित्व, आफ्नो भूमिकालाई नयाँ तरिकाले प्रयोग गरेर वर्ष 2013लाई एउटा सफल वर्ष बनाउनको लागि आफ्नो दायित्वलाई पहिचान गर्ने उद्देश्यले आजको यो लोम अफिसर्स ट्रेनिङको आयोजना गरिएको हो। गत वर्षहरूको भन्दा यस वर्ष लोम अफिसर ट्रेनिङ अलिकति फरक ढङ्गले सञ्चालन भएको यहाँहरूलाई जानकारी पाइसक्नुभयो। प्रेरणा सम्बन्धी विभिन्न टिप्सहरूले पनि त्यही उजागर गरेको छ भन्ने मैले महसुस गरेको छु। साथीहरूले पनि त्यही महसुस गर्नुभयो होला। एउटा आजबाट न्यू यु भिजन नेक्स्ट, तपाईँ नयाँ र तपाईको दृष्टि अर्को भन्ने जुन मैले बुझेअनुसार आजैबाट फरक दृष्टिका साथ हामी यो जीवनमा लागौँ। केही पोखरा जेसिसले कुनै दिन तपाईँलाई अनुरोध गर्यो भने तपाईँको समय हामीले पाउनेछौँ भन्ने आशा राख्दै यहाँको उपस्थिति गराउन सहयोग गर्नुहुने आदरणीय पूर्व अध्यक्ष जेसी विश्वेश्वर आचार्य सरप्रति पनि म हार्दिक कृतज्ञता जाहेर गर्न चाहन्छु। यहाँहरूको उपस्थितिको लागि म विशेष धन्यवाद दिन चाहन्छु। आज बिदाको दिन तपाईँहरूका केही प्रोग्रामहरू थियो होला, तपाईँले परिवारलाई दिने समय यो दिन यस्तो काम गर्छौँ भनेर भन्नुभएको थियो होला। ती कार्यक्रमहरूलाई सबलाई थाती राखेर जेसिसको यो लोम अफिसर ट्रेनिङ न्यू यु एन्ड भिजन धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि पदाधिकारीहरूको हैसियतले प्रत्येक तालिममा यहाँहरूको सक्रिय सहभागिताको अपेक्षा गर्दै आजको यो कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने
फ्यामिली रेस्टुरेन्टका आदरणीय प्रोपाइटर दाईलाई पनि विशेष धन्यवाद दिन चाहन्छु र यहाँ फ्यामिली रेस्टुरेन्टका अन्य कर्मचारी भाइहरूले पनि हामीलाई कार्यक्रम सञ्चालन गर्न सहयोग गर्नुभयो, उहाँहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु र यहाँहरू सम्पूर्णको उपस्थितिलाई विशेष धन्यवाद दिँदै मेरो भनाइ यहीँ अन्त्य गर्दै बिदा हुन्छु। धन्यवाद। जय जय। सापकोटाज्यूलाई हो पक्कै पनि मर्निङ सोच द डे भने जस्तै यो वर्षको पहिलो ट्रेनिङ र यो ट्रेनिङले नयाँ ऊर्जा नयाँ एनर्जी तपाईँहरू सम्पूर्णलाई दियो भन्ने मेरो पनि अपेक्षा रहेको छ। लेट्स टेक पोखरा जेसिस टु अ न्यू हाइट भन्दै यसपछिको खाजामा सरिक हुने अपेक्षा सहित म पनि यहाँहरू माझबाट बिदा हुन्छु र आजको कार्यक्रम सभाध्यक्षको आज्ञाले अनुमतिले यही समापन भएको जानकारी गराउँछु।